हेलो नमस्ते सबैजनालाई नमस्ते नमस्ते वेलकम ब्याक टु माई लाइफ हजुर सबैजनालाई चाहिँ है हजुरहरूका कसले कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू सबैजनालाई चाहिँ मेरो यो कमेन्ट सेक्सनमा चाहिँ लेखिदिनुहोस् ल आफ्नो ठाउँ है अनि यस हजुरहरूलाई चाहिँ गुड मर्निङ गुड आफ्टरनुन एन्ड गुड इभिनिङ विच एभर पार्ट अफ द वर्ल्ड यु आर वाचिङ मी फ्रम अर विल वाच माई रिप्ले है सो यस आज चाहिँ हाम्रो यो 21 डेज होइन गो लाइफ च्यालेन्जको चाहिँ आज मैले स्पेसल डे तपाईँहरूको सामु चाहिँ लिएर आएको छु हजुरले देखिसक्नुभयो होला मैले यो लाइभ आउनुभन्दा अगाडि चाहिँ मैले चाहिँ एउटा पोस्ट हालेको थिएँ होइन जहाँ चाहिँ मैले चाहिँ हाम्रो एकजना स्पेसल गेस्ट मैले चाहिँ लिएर आएको छु र टपिक पनि त्यहीसँग रिलेटेड छ त्यही भएर चाहिँ मैले आज चाहिँ हाम्रो स्पेसल गेस्ट लिएर आइरहेको छु है तर बिफोर द्याट म तपाईँहरूलाई चाहिँ मेरो गेस्टसँग चाहिँ होइन भेटाउनुभन्दा अगाडि म तपाईँहरूलाई चाहिँ छोटो मिठो मेरो इन्ट्रोडक्सन दिन चाहन्छु ल सो यस मेरो नाम चाहिँ अनु अनि ओरिजिनली म चाहिँ नेपालको पनि हाम्रो च्याले भरिएको सुन्दर ठाउँ इलामबाट हो है अनि करेन्टली म चाहिँ यहाँ अहिले क्यालिफोर्निया बस्दै आइरहेको छु र भनौँ न पास्ट 6 इयर्सदेखि चाहिँ म चाहिँ अब न्युयोर्क बस्दै आएको तर अहिले चाहिँ भनौँ न क्यालिफोर्निया मुभ भएको इट्स बिन 4 मन्थ है अनि प्रोफेसन वाइज चाहिँ आई युज टु बी अ फुल टाइम हेल्थ केयर वर्कर तर अहिले चाहिँ यो बिजनेस चाहिँ होइन सुरुमा चाहिँ मैले एज अ पार्ट टाइमबाट स्टार्ट गरेको थिएँ तर अहिले आएर चाहिँ मैले यो बिजनेस चाहिँ फुल टाइम आफ्नो घरैबाट चाहिँ रन गर्न सक्ने भइरहेको छु है सो यदि तपाईँहरू पनि यसरी नै आफ्नो 9 to 5 जबबाट छुटकारा हुन चाहनुहुन्छ होइन अनि यसरी घरमै बसेर तपाईँले चाहिँ होइन आफ्नो फ्यामिलीहरूलाई चाहिँ टाइम दिँदै तपाईँहरूले चाहिँ होइन अर्न गर्न चाहनुहुन्छ र तपाईँहरू यदि फुल टाइममै गरिराख्नु भएको छ काम बट स्टिल तपाईँहरू चाहिँ होइन आफ्नो फ्युचरको लागि चाहिँ होइन एक्स्ट्रा सोर्स अफ इन्कमको खोजीमा हुनुहुन्छ भने चाहिँ दिस इज द वन्डरफुल प्लेटफर्म आउनुहोस् एक्सप्लोर गर्नुहोस् ल तपाईँहरू आएर एक्सप्लोर गर्दैमा तपाईँहरूले यो बिजनेस गर्नै पर्छ भन्ने छैन है सो अल राइट अब चाहिँ म तपाईँहरूलाई चाहिँ आज मेरो स्पेसल गेस्टसँग चाहिँ म तपाईँहरूलाई चाहिँ भेटाउँदैछु र फर्स्टमा चाहिँ म आफ्नो भनौँ न मेरो गेस्टको चाहिँ तपाईँहरूको छोटो मिठो इन्ट्रो दिन चाहन्छु ल उहाँ चाहिँ कस्तो खालको व्यक्ति हो भनेर है सो अहिले म जसलाई ल्याउँदैछु उहाँ चाहिँ मेरो भनौँ न बिजनेस पार्टनर फर्स्टमा हुनुभन्दा पनि मेरो चाहिँ एउटा भनौँ न मेरो साथी हुनुहुन्थ्यो मेरो मिल्ने साथी मेरो कलेज फ्रेन्डबाट हामी चाहिँ फ्रेन्ड भएको तर हामी चाहिँ कहिले पनि सोचेको थिएन कि लाइफमा यस्तो पनि मोड आउँछ जहाँ चाहिँ हामी चाहिँ एज अ बिजनेस पार्टनर भनेर चाहिँ यसरी एउटै स्क्रिन सेयर गर्न सक्छौँ भनेर है सो आई फिल सो ह्याप्पी अनि भेरी इमोसनल पनि म मेरो साथीलाई चाहिँ आज यसरी बिजनेस पार्टनरको रूपमा चाहिँ निम्त्याउँदैछु मेरो स्टेजमा ल्याउँदैछु र मेरो यो सारा वर्ल्डलाई चाहिँ हामी साथी होइन अहिले चाहिँ यसरी बिजनेस पार्टनर भएको छौँ भनेर चाहिँ म चाहिँ उसलाई चिनाउँदाखेरि आई फिल सो प्राउड है मलाई चाहिँ भित्रैबाट एकदमै गुजबम आइरहेको छ सो अल राइट ऊ चाहिँ अब एकदमै भनौँ न हामी कलेजमा त्यति धेरै नबोलेको है धेरै नबोलेको भन्दाखेरि पनि हामी चाहिँ त्यति साह्रो चाहिँ क्लोज फ्रेन्ड थिएन तर पनि अब हाम्रो चाहिँ घर पनि नजिकै भएको कारणले गर्दाखेरि चाहिँ हामी आउने जाने बाटोसँगै गर्थ्यौँ होइन तर अब भनौँ न पछि बिस्तारै नै अब सबैजना ठुलो भइसकेपछि आफ्नो करियरमा हामी चाहिँ भनौँ न बिजी हुन थाल्यौँ त्यस पछाडि चाहिँ हामी लस्ट भयो कि तर लास्टमा गएर हेर्नुहोस् फेरि अल द वे अहिले फेरि ब्याक भएर हामी यसरी बिजनेस पार्टनर भएको छौँ सो अल राइट विदाउट एनी फर्दर डिले म तपाईँहरूलाई चाहिँ मेरो बिजनेस पार्टनर्स र मेरो डियरेस्ट फ्रेन्डलाई चाहिँ यहाँ स्टेजमा निम्ताउँदैछु सो अल राइट ये सुरेन्द्र सो वेलकम छ तिमीलाई नमस्ते नमस्ते फर्स्टमा हेलो हेलो नमस्ते नमस्ते गुड मर्निङ है अनि सुरेन्द्र के छ खबर सन्चै छ अरे थ्याङ्क यू एकदम सन्चै हैन थ्याङ्क यू भेरी मच है आज यो प्लेटफर्ममा चाहिँ मलाई चाहिँ हैन गेस्टको रूपमा चाहिँ इन्भाइट गरेकोमा चाहिँ म भेरी थ्याङ्कफुल छु है अब पहिला कलेज पढ्दाको सँगैको साथी है आज एउटा स्टेजमा आएर यसरी कुराकानी गर्नु पाउँदाखेरि एकदम खुसी पनि लागेको छ है भेरी थ्याङ्कफुल पनि छु बिजनेस प्लेटफर्मलाई चाहिँ एकदम हामी अब पहिला कलेजमा त सँगै पढेको होइन आफ्टर लङ टाइम फेरि 6 इयर्स 7 इयर्स आफ्टर हामी फेरि आज एउटा प्लेटफर्ममा यसरी जोडिएर कुरा गर्न पाउँदाखेरि एकदम खुसी लागेको छ है भेरी भेरी थ्याङ्क यू भन्न चाहन्छु म चाहिँ है सो फर्स्ट अफ अल थ्याङ्क यू सो मच
सुरेन्द्रलाई मेरो इन्भिटेसन एक्सेप्ट गरेर यसरी लाइभमा आउनुको लागि फाइनली ओके भनेको है सो यस होइन अलिकति नर्भस पनि फिल भइरहेछ मलाई चाहिँ होइन या आई टोटल अन्डरस्ट्यान्ड या सो सुरेन्द्रलाई चाहिँ अब ऊ फर्स्टमा चाहिँ यसरी जब मैले अप्रोच गरेँ सुरेन्द्रलाई चाहिँ सुरेन्द्र आज चाहिँ लाइभ आउँ ल भन्दाखेरि चाहिँ नर्मली ऊ आफ्नो पर्सनल फेसबुकबाट पेजबाट गइरहेको छ तर पनि आज चाहिँ हामी यसरी दुवैजना स्क्रिन सेयर गरेर चाहिँ जाउँ है भन्दाखेरि हि वाज लाइक लिटल बिट नर्भस तर पनि सुरेन्द्रले चाहिँ एउटा यस्तो सोच बनाए कि होइन उसले पछि आफै सेयर गर्छ किन चाहिँ अब सुरेन्द्रले चाहिँ भनौँ न यसरी चाहिँ अब ओके भनेर चाहिँ फाइनली आएको छ भनेर तपाईँहरूलाई है र यस सुरेन्द्रलाई चाहिँ अब थ्याङ्क यू सो मच है फेरि पनि र अब हाम्रो अहिले भ्युअर्सहरू चाहिँ धेरैजनाले हामीलाई वाच गरिराख्नु भएको छ सुरेन्द्र सो उहाँहरूलाई चाहिँ तिम्रो छोटो मिठो भनौँ न इन्ट्रोडक्सन्स दिउँ न ल हुन्छ सबैजनालाई नमस्ते है तपाईँहरूले जहाँबाट हेर्दै हुनुहुन्छ गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ है अब मेरो चाहिँ यहाँ चाहिँ बिहान भएको छ सो मेरो नाम चाहिँ सुरेन्द्र थापा म चाहिँ ब्युटिफुल टी गार्डन इलामबाट है अनि अहिले हाल चाहिँ म साउदी अरब बस्दै आइरहेको छु होइन अनि एज अ प्रोफेसन वाइज चाहिँ म एउटा रिटेल स्टोरमा एज अ सुपरभाइजरको काम गर्दैछु भने अहिले चाहिँ प्राउडली चाहिँ भन्न चाहन्छु कि म यो साइड हसलको रूपमा रन गर्दै आएको यो होइन अमेजिङ डिजिटल प्लेटफर्म अनलाइन डिजिटल बिजनेस है ओनर भनेर चाहिँ म चिनाउन चाहन्छु होइन अनि अब यो छोटो इन्ट्रोडक्सन सँगसँगै अब आज छोटो सानो जोर्नी पनि सेयर गर्छौँ हामी होइन कसरी चाहिँ डिजिटल बिजनेस जोइन गरे भन्ने कुराहरू होइन ओके या सो आज चाहिँ हाम्रो टपिकै यो 21 डेजको लाइफ च्यालेन्जको चाहिँ टपिक नै यही रहेको थियो कि तपाईँको ट्रान्सफर्मेसन्स तपाईँको बिजनेस पार्टनर्सको ट्रान्सफर्मेसन्स होइन उहाँ चाहिँ पहिला कस्तो हुनुहुन्थ्यो र अहिले कस्तो हुनुभएको छ यो बिजनेस जोडीले उहाँलाई चाहिँ कहाँसम्म पुर्याएको छ भन्ने चाहिँ टपिक रहेको थियो र यो टपिकमा चाहिँ मलाई एकदमै पर्फेक्ट र फिट हुने मैले चाहिँ बिजनेस पार्टनर चाहिँ मेरो खुद आफ्नै साथीलाई चाहिँ मैले सम्झेँ किन भन्दाखेरि हामी चाहिँ भनौँ न 6 I think it's been almost 10 years, right, Surendra? 10 years back, हामी सँगै कलेजमा देखेको साथी तर अहिले चाहिँ मैले उसलाई यस्तो रूपमा देख्दाखेरि चाहिँ मलाई थाहा छ नि त उसको जुन त्यो कलेज लेभलको भनौँ न उसको पर्सनालिटी र अहिले चाहिँ यहाँ आएर कति उसको डेभलप भएको छ कसरी कति चेन्ज भएको छ कति धेरै ट्रान्सफर्म भएको छ होइन र त्यो कुराहरू चाहिँ मलाई चाहिँ आज होइन यो लाइभमा आएर हाम्रो सम्पूर्ण भनौँ न फ्रेन्ड्स भ्युअर्सहरूलाई चाहिँ मलाई देखाउन मन लागेको हो होइन र सुरेन्द्रलाई चाहिँ म के भन्न चाहन्छु भने फिल फ्री होइन अब हामीले फर्स्टमा बोल्दाखेरि हो कति कुराहरू हामीलाई मुखमा आउँछ तर निस्किँदैन क्या तर आज चाहिँ म के भन्छु भने सुरेन्द्रलाई चाहिँ होइन निकाल ल किनभने मलाई थाहा छ क्या तिमी कस्तो खालको व्यक्ति हो तिमीले मलाईसँग कुराहरू सेयर गर्दाखेरि कसरी सेयर गर्छौ आज म होइन अब धेरै ट्राई गर्छु होइन धेरै ट्राई चाहिँ गर्छु म पनि होइन खुलेर बोल्न सक्छु भन्ने कुरा चाहिँ अब म चाहिँ आज सुरेन्द्रलाई चाहिँ त्यो पार्ट देखाउन चाहिँ मैले भनौँ न यहाँ इन्भाइट गरेको एन्ड आइम ड्याम स्योर सुरेन्द्रले चाहिँ जेस खुलेर आफ्नो लागेको भनौँ न कुराहरू चाहिँ सेयर गर्छ ल किनभने फर्स्ट टाइम हामी जब बिजनेसमा अब आइसकेपछि चाहिँ हामीलाई कति कुराहरू हामीलाई सिकाउँछ ट्रेनिङमा नै होइन अब कन्टेन्ट क्रिएट गर्नेदेखि लिएर हाम्रो पर्सनल ग्रोथहरूदेखि लिएर कति कुराहरू सिकाएको हुन्छ होइन र सुरुमा हामीलाई त्यो इम्प्लिमेन्ट गर्नुको लागि एकदमै गाह्रो हुन्छ आई क्यान फिल द्याट सुरेन्द्र है तर अब बिस्तारै ती कुराहरू चाहिँ हामीलाई चेन्ज भइसकेपछि वी फिल सो प्राउड कि आफूलाई देखेर होइन जब हामी डे 1बाट स्टार्ट गरेको र यो पछिसम्म जब भनौँ न डे 12 डे 15 नै पुग्दाखेरि पनि हामीले आफूलाई यति ग्रोथ भएको देख्छौँ है त्यही भएर मलाई चाहिँ आज एकदमै हाम्रो सुरेन्द्रलाई चाहिँ होइन ऊ कस्तो खालको व्यक्ति हो ऊ कस्तो क्यारेक्टरको व्यक्ति हो भनेर चाहिँ म चाहिँ उसलाई चाहिँ होइन देखाउनुको लागि चाहिँ होइन आफूलाई चिनाउनुको लागि चाहिँ मैले यो इन्भाइट गरेको छु र यस अलराइट सुरेन्द्र हामीलाई चाहिँ यहाँ धेरैजनाले आज हेरिराख्नु भएको छ हाम्रो बिजनेस पार्टनर्सहरूलाई सपोर्ट गरिराख्नु भएको छ सो बिफोर हामी चाहिँ टपिकमा डिरेक्टली क्वेसनमा जम्प इन हुनुभन्दा अगाडि म अलिकति यहाँ हाम्रो कमेन्ट रिड गर्छु ल सो अलराइट हाम्रो चाहिँ अहिले चिटिङ लामा एन्ड सिओले लेख्नु भएको छ हेलो सिस वाचिङ फ्रम सान होजे क्यालिफोर्निया भन्नुभएको छ थ्याङ्क यू सो मच चिटिङ फर जोइनिङ आवर लाइभ है
अनि त्यस्तै गरी हाम्रो चाहिँ यहाँ प्रिमा राई दिदीले पनि हेर्दै हुनुहुन्छ। हेलो बहिनी, वाचिङ लाइभ फ्रम भर्जिनिया भन्नुभएको छ। थ्याङ्क यू सो मच दी फर जोइनिङ आवर लाइभ है। सो यस, अनि अर्को हुनुहुन्छ हाम्रो रविन दाईले हेर्नु भएको छ। हरे कृष्ण अनुशिष वाचिङ लाइभ फ्रम नब्रास्का भन्नुभएको छ। थ्याङ्क यू सो मच दाई, थ्याङ्क यू है। अनि त्यस्तै गरी हाम्रो प्रियङ्काले पनि हेरिरहेको छ अनि वाचिङ लाइभ फ्रम हङकङ भन्नुभएको छ। थ्याङ्क यू सो मच प्रियङ्का फर जोइनिङ आवर लाइभ। अनि त्यस्तै गरी हाम्रो हाम्रो यहाँ सङ्गीता लिम्बू एन्ड सिरो लेख्नु भएको छ। वाचिङ फ्रम नेपाल धरान भन्नुभएको छ। थ्याङ्क यू सो मच सङ्गीता सिस फर जोइनिङ आवर लाइभ। अनि त्यस्तै गरी हाम्रो सृजना सिसले पनि हेरिराख्नु भएको छ अनि लेख्नु भएको छ, हेलो सिस वाचिङ लाइभ फ्रम टेक्सस भन्नुभएको छ। थ्याङ्क यू सो मच सृजना सिस है। अनि त्यस्तै गरी हाम्रो यमुना दिले पनि हेरिराख्नु भएको छ। हाई गुड मर्निङ वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ। थ्याङ्क यू सो मच यमुना दी फर जोइनिङ आवर लाइभ है। त्यस्तै गरी हाम्रो जिग्मेले पनि हेरिरहेको छ। आई थिङ्क सी इज एट वर्क बट स्टिल जिग्मेले हामीलाई सपोर्ट गरिरहेको छ। थ्याङ्क यू सो मच जिग्मे फर यर टाइम है। अनि हेलो अनु एन्ड सुरेन्द्र भनेको छ। अनि अनि हाम्रो बबिना दिले पनि हेर्नु भएको छ। वाचिङ फ्रम हङकङ, थ्याङ्क यू सो मच बबिना दी। त्यस्तै गरी या जिग्मेले वाचिङ लाइभ फ्रम न्युयोर्क भन्नुभएको छ। सो हजुर सबैजनालाई चाहिँ हाम्रो भन्नु तर्फबाट चाहिँ होइन भित्रैबाट थ्याङ्क यू सो मच फर सपोर्टिङ अस ल। सो अल राइट, अब चाहिँ है सुरेन्द्र, सो सिन्स हामी चाहिँ आज टपिकै रहेको छ होइन ट्रान्सफर्मेसन्स ल, तपाईँको ट्रान्सफर्मेसन्स कसरी भयो भन्ने छ। सो म चाहिँ फर्स्टमा चाहिँ होइन सुरेन्द्रले चाहिँ होइन यो बिजनेस चाहिँ अब सिन्स वी आर टकिङ अबाउट द बिजनेस, हाम्रो बिजनेस टक नै भएको कारणले गर्दाखेरि म बिजनेसमै गर्छु। सो यस अल राइट, सो सुरेन्द्रले चाहिँ यो बिजनेस चाहिँ फर्स्टमा अलिकति हाम्रो भनौँ न भ्युवर्सहरूलाई सेयर गरिदिउँ न। फर्स्टमा तिमीले यो बिजनेस कसरी भेटायो होइन, अनि तिमीले चाहिँ अब कसरी जोइन गरिदियो यो बिजनेस, अनि तिम्रो बिगेस्ट वाइ के थियो यो बिजनेस जोइन गर्नुमा सुरेन्द्र, अलिकति भनिदेऊ न ल। अब फर्स्ट अफ अलमा चाहिँ म होइन अब नेपालबाट बाहिर निस्किएँ है, साउदी अरब बसेको पनि अब धेरै वर्ष भयो। इमिग्रेन्ट भएर बसिसके पछाडि होइन काम त गर्नै पर्ने हुन्छ। सो काम गर्ने क्रममा चाहिँ होइन अब मैले झन्डै 11 इयर्स अहिले रनिङ 12 इयर्स काम गरिरहेँ होइन। अनि मलाई जब 10 इयर्स जति भइसके पछाडि चाहिँ मलाई अलिकति फिल हुन थाल्यो कि यसरी मात्रै त हाम्रो लाइफ कति दिनसम्म चाहिँ चलाउने कि हामी एउटै काम गरेर होइन कसैको अन्डरमा बसेर हामी काम गर्छौँ है। अनि त्यसले त लाइफ सर्भाइभ मात्रै हुने रहेछ क्या। हामीले गर्दै गरेको जबले त हामीलाई त हाम्रो फुड रेन्ट अनि त्यो पनि एउटा अब फ्यामिलीको अब अलिकति ठुलो जेठो छोरा म त होइन झनै अनि त्यो भइसकेपछि त्यो फ्यामिलीको रेस्पोन्सिबिलिटी उठाउनु पर्ने भइसके पछाडि त अब त्यो जस्ट गरेको जबले भनेको चाहिँ हामीलाई भनेको एउटा जस्ट ओन्ली सर्भाइभ गर्नु मात्रै पुग्ने रहेछ कि त्यसमा त अब फ्युचरको लागि के भन्ने कुराहरू चाहिँ मलाई आफ्टर 10 इयर्स चाहिँ मलाई अलिक फिल हुन थाल्यो कि जुन चाहिँ म भ्याकेसन गएको बेलामा चाहिँ होइन मलाई मेरो कान्छा अङ्कलले चाहिँ तैँले 10 इयर्समा चाहिँ के गरिस् त भनेर जस्ट एउटा क्वेसन गर्नुभयो कि त्यतिखेर चाहिँ मलाई हल्का फिल भयो मैले के गरेँ त 10 इयर्स भनेर। ब्याक 10 इयर्समा म जाँदाखेरि आई एम नथिङ, जिरो। त्यस पछाडि म फेरि यही जबमा भ्याकेसन काटेर आइसके पछाडि चाहिँ मैले सर्च गर्न थालेँ कि अब मैले धेरै देख्थेँ त्यस्तो अनलाइनहरू त होइन, अनुको पनि मैले धेरै हेर्थेँ है। अनि त्यो बेलामा चाहिँ अनि के हो त बुझौँ न त भनेर चाहिँ होइन अब केही त गर्नुपर्छ भन्ने त होइन, फ्युचरको लागि केही त गर्नुपर्छ भन्ने चाहिँ त्यहाँबाट सोच भइसके पछाडि चाहिँ मैले त्यहाँबाट होइन अनुसँग कन्ट्याक्ट गरेर चाहिँ यो बिजनेस मैले फाइन्ड गरेको हो कि खासमा चाहिँ। अनि जब यो बिजनेस फाइन्ड गरेँ नि मैले होइन, जब यो बिजनेस पाइसके पछाडि भनेको चाहिँ अनि बिस्तारै बिस्तारै स्क्रचबाट मैले लर्न गर्न थालेँ कि जब म इनरोल भएर लर्न गर्न थालिसकेपछि त वा यहाँभित्र छिरिसकेपछि त होइन यस्तो अमेजिङ कम्युनिटी है। अनि धेरै कुरा म गर्नु सक्छु जस्तो लाग्ने होइन, गरे होला फिल लाग्थ्यो क्या मलाई एउटा कम्पनी बसेर काम गर्दाखेरि। तर नथिङ, म त जिरो रहेछु के जब यहाँ आइसके पछाडि त।
अनि त्यहाँबाट यहाँ आएर लर्न गर्न थाले पछाडि त मलाई ओ वाउ किन मैले पहिला थिङ्क गरिनँ भन्ने कुराहरू चाहिँ मलाई अहिले फिल भएर आउँछ कि अनि जब यसरी फिल भयो है तर यो अमेजिङ प्लेटफर्ममा छिरिसके पछाडि भनेको चाहिँ अहिले आई एम भेरी थ्याङ्कफुल है आई एम भेरी थ्याङ्कफुल भनेर चाहिँ होइन भन्न चाहन्छु म है Exactly. अनि So I still remember those days, सुरेन्द्र. जब मलाई सुरेन्द्रले चाहिँ होइन हामी चाहिँ कलेज फ्रेन्ड थियो, तर जब कलेज सकिसकेपछि चाहिँ हामी आफ्नो लाइफमा आफै बिजी भयौँ, आफ्नो करियर भनेर आफ्नै बाटो लाग्यौँ है. त्यस पछाडि हाम्रो नो कन्ट्याक्ट, हाम्रो केही कन्ट्याक्टै भएको थिएन. बट वी वेयर लाइक स्टिल कनेक्टेड भनौँ न. फेसबुकमा चाहिँ हामी अलरेडी फ्रेन्ड थियो, इन्स्टाग्राममा, फेसबुकमा है. फ्रेन्ड थियो र त्यो टाइममा चाहिँ मेरो के भएको थियो भने एक्ज्याक्टली जब सुरेन्द्र चाहिँ यो बिजनेसको बारे इन्क्वायरी गर्न आउँदाखेरि चाहिँ मेरो के भएको थियो भने त्यो टाइम चाहिँ मेरो फेसबुक सटडाउन भएको थियो फर सम रिजन भनौँ न है. सडन टाइमको लागि चाहिँ है. अनि हाम्रो सुरेन्द्र चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ इन्स्टाग्रामबाट चाहिँ आयो है. अनि जब उसले चाहिँ हाम्रो तपाईँहरूलाई थाहा नै छ, हामी यो बिजनेसको बारे जहिले पनि भनिरहेको छौँ, जब तपाईँ डिप डाइभ गर्न चाहनुहुन्छ भने आफ्नै आँखाले के हो भनेर एक्सप्लोर गर्न चाहनुहुन्छ भने तपाईँको रिफन्डेबल 149 डिपोजिट गरेर आउनुहोस् भनेर जहिले पनि भनिरहेको हुन्छौँ राइट. सो एक्ज्याक्टली सुरेन्द्रले मलाई एक शब्द पनि सोधेन, इभन सिङ्गल वर्ड पनि मलाई सोधेको थिएन. अनि उसले चाहिँ 149 रिफन्डेबल डिपोजिट गरेर ऊ आयो. अनि त्यतिखेर त मलाई चाहिँ एकछिन के भएको थियो भने त्यतिखेर चाहिँ को सुरेन्द्र है. हामी जहिले पनि अब भनिरहेको हुन्छौँ यो बिजनेस भनेको एउटा अटोमेसन सिस्टमले काम गर्छ, मोस्ट अफ द हेभी लिफ्टिङ काम भनेको हाम्रो सिस्टमले गरिरहेको हुन्छ भनेर राइट. सो यस मलाई सिस्टमले चाहिँ के भयो भने ल्याइदियो सुरेन्द्र आयो. अनि त्यतिखेर चाहिँ आई वाज लाइक सुरेन्द्र को भयो क्या, म सुरेन्द्र को. अनि तर मलाई चाहिँ थाहा थियो कि सुरेन्द्र मेरो साथी हो, तर बा ऊ पो हो कि भनेर चाहिँ मैले गेस मात्रै गरेँ. अनि मैले उसलाई मेसेज लेखेँ कि इभन सुरेन्द्रले मलाई मेसेज पनि गरेको थिएन. आफ्टर $149 डिपोजिट गरिसकेपछि चाहिँ उसले मलाई इभन सिङ्गल मेसेज पनि गरेन है. अनि मैले आफै उसलाई रिच आउट गरेँ क्या सुरेन्द्र. अनि के छ खबर भन्दै सोधेँ. अनि पछाडि चाहिँ यो बिजनेसको बारे बुझ्न तिमी आएको हो भनेर बुझ्दा पनि he said yes. सी भनेपछि मलाई यस्तो लाग्छ कि सुरेन्द्र हामी हाम्रो लाइफमा होइन जहिले जिरहेको हुन्छौँ हो, काम घर गरिरहेको हुन्छौँ, तर एउटा यस्तो पोइन्ट पनि आउँदो रहेछ कि हामीलाई चाहिँ जहाँ हामीलाई चाहिँ यस्तो फिल हुन्छ कि फ्रस्ट्रेट फिल हुन्छ क्या, अहिले मैले जे गरिरहेको छु के गरिरहेको छु, त्यो यही गरेर पनि के भइरहेको छ मलाई भन्ने पोइन्ट आउँदो रहेछ कि. किनभने जुन पोइन्ट मलाई आएर मैले यो बिजनेस जोइन गरेँ नि एक्ज्याक्टली मलाई फिल भयो कि सुरेन्द्रलाई पनि त्यही पोइन्ट आएको थियो. र उसले चाहिँ हुन्छ नि एउटा मान्छे सडन फेजमा पुगेपछि भौतारिँदो रहेछ क्या के गर्ने भनेर क्या आफ्नो लाइफको लागि क्या. अनि जब मलाई सुरेन्द्रसँग म लाइक हामी फ्युचरको लागि के गर्ने भनेर चाहिँ यस. अनि सुरेन्द्रले चाहिँ मलाई लाइक उसको कहानीहरू सुनाए क्या. अनि त्यतिखेर पनि हामी एकदमै रिलेट गऱ्यौँ होइन. अनि त्यस पछाडि चाहिँ सुरेन्द्र अहिले यसरी अब भनौँ न सबै कुराहरू बुझेर आएर चाहिँ अहिले यसरी बिजनेस गरिरहेको छ है. एन्ड आइ एम सो प्राउड कि यु आर हियर सुरेन्द्र. I'm so proud to call you as my friend, as my business partner. Hey? So yes. All right. So सुरेन्द्र अब चाहिँ म तिमीलाई चाहिँ भनौँ न हाम्रो टपिकमा चाहिँ क्वेसन टपिकमा रहेर चाहिँ क्वेसन्सहरू स्टार्ट गरेँ ल. So before starting this business होइन, how was your life and mindset के सुरेन्द्र? यो बिजनेस सुरु गर्नुभन्दा अगाडि चाहिँ होइन तिमीलाई जुन एउटा पोइन्ट आएको थियो राइट, एउटा यस्तो पोइन्ट आएको थियो कि जहाँ तिमीले चाहिँ म केही गर्छु, यत्रो 10 वर्षमा मैले विदेशमा बसेर तिमी साउदी अरेबिया बसिरहेको छौ अहिले भनेपछि त्यत्रो 10 वर्षसम्म गरेर तिमीले के चाहिँ गर्यौ त अहिलेसम्म, र तिमीलाई त्यो कुरालाई चाहिँ हिट गरेर अहिले यहाँ आयो के. त्यतिखेर तिम्रो लाइफ कस्तो थियो, तिम्रो माइन्डसेट कस्तो थियो त सुरेन्द्र, अलिकति सेयर गरिदिनु न. फर्स्ट अफ अल चाहिँ होइन अब यो बिजनेसमा चाहिँ अब यसरी आए कि म त्यो टाइममा मलाई यस्तो भएको थियो एनी हाउ मैले केही न केही त गर्नै पर्छ है, नत्र भने 10 इयर्ससम्म मेरो चलिरहेको जिन्दगी होइन इन्कम भइरहेको थियो, खाइरहेको थियो, घर चलिरहेको थियो है. तर त्यति टाइम त्यो टाइममा चाहिँ मलाई यस्तो भएको थियो कि जब मैले मेरो फ्युचरको लागि चाहिँ के भन्ने एउटा त्यो एउटा चाहिँ क्वेसन मलाई यति आएको थियो नि. सो द्याट्स वाइ मैले सोद्धा पनि नसोधिकन, किनभने
मेरो साथी हो, मैले एउटा ट्रस्ट बिल्ड गरेर चाहिँ मैले डाइरेक्ट 149 पे गरेको हो के त्यो टाइममा चाहिँ है। अनि त्यो टाइममा मलाई यस्तो भएको थियो। सो त्यो भएर चाहिँ होइन, त्यो भएर चाहिँ मैले होइन आफ्नो माइन्ड सेटलाई चाहिँ मैले एकदम स्ट्रङ गरेँ क्या त्यतिखेर। एनी हाउ मैले जे पनि गर्नै पर्छ, फ्युचरको लागि केही न केही त मैले गर्नै पर्छ भनेर चाहिँ मैले माइन्ड सेट चाहिँ एकदम फिक्स गरेर चाहिँ मैले यो बिजनेस चाहिँ त्यसरी स्टार्ट गरेको हो कि। नत्र भने चलिरहेको जिन्दगी चलिरहेको छ भनेको भए म सायद अहिले यो प्लेटफर्ममा म आउने पनि थिइनँ, यसरी बोल्न सक्ने पनि हुन्थिनँ र बोल्ने पनि थिइनँ म। किनभने जब यो बिजनेसमा आइसके पछाडि होइन केही न केही त अब जसरी पनि हामीले काम त गर्नै पर्ने हुन्छ एनी हाउ होइन। तर हामी एउटा कम्फर्ट जोनमा बसेर काम गरिरहेको बेलामा होइन यसरी आएर म झन् यति इन्ट्रोभर्ट मान्छे हो नि, तर यसरी आएर अहिले म यसरी बोल्ने हुँदाखेरि चाहिँ होइन आई एम भेरी थ्याङ्कफुल है। अनि स्टार्ट गर्नुको लागि पनि त्यति सजिलो चाहिँ थिएन मेरो लागि है, किनभने मेरो आफ्नो लाइफ, मेरो फ्यामिली सब थोक हेरेर मैले बिजनेस कसरी रन गर्ने भन्ने कुराहरू चाहिँ अब धेरै चुनौतीहरू चाहिँ थियो। तर पनि आफूले माइन्ड सेट बनाएर गर्छु भनेर चाहिँ अगाडि बढ्यौँ भने अभियसली हामी गर्न सकिने रहेछ भन्ने चाहिँ लाइभ उदाहरण चाहिँ म छु यहाँनिर है। हामीले एकैचोटि होइन म पर्फेक्ट भएर धेरै ठुलो रकम डिपोजिट गरेर चाहिँ ठुल्ठुलो रेस्टुरेन्टहरू खोल्छु भनेर चाहिँ हामीले बस्यौँ भने त्यो कहिले पनि सक्सेस नहुने रहेछ। एउटा सानो के छ होइन, हामीसँग माइन्ड सेट बनाएर चाहिँ हामी अगाडि बढ्यौँ भने चाहिँ यस अभियसली गर्न सकिन्छ भन्ने कुरा चाहिँ अहिले चाहिँ म प्राउडली भन्न सक्छु है यो कुरा चाहिँ अहिले चाहिँ। एक्ज्याक्टली। सो यो कुरामा चाहिँ सुरेन्द्र कन्टिन्यू, सरी। नै होइन होइन इट्स ओके। यसरी चाहिँ म अगाडि बढेको भन्ने कुराहरू चाहिँ भन्न चाहे। सो मलाई पनि यसो जोड्न मन लाग्यो क्या, लाइफमा चाहिँ हामी भनौँ न हामी जति पनि छ जेमा अब मान्छेलाई त्यति साह्रो हामी होमलेस त भएको छैन नि त होइन। योभन्दा पहिला पनि हामीलाई त त्यस्तो साह्रो, लाउने साह्रो, खानै गाह्रो त्यस्तो त भएको थिएन नि त होइन। तर एउटा पोइन्ट मैले अघि पनि भने होइन, एउटा यस्तो फेज आउँदो रहेछ हामी जहाँ चाहिँ हामी चलिरहेको छ, भइरहेको छ, बट यस्तो वी आर नट ह्याप्पी विथ आवर लाइफ क्या। हामी खुसी नै छैनौँ, सन्तुष्ट छैन, सेटिस्फ्याक्सन छैन क्या। पैसा कमाइरहेको हुन्छौँ होइन, तर त्यो पैसा कमाएर पनि के हामीले इन्जोय गर्न पाएको छ र? त्यो भएको पैसाले पनि हामी के चाहिँ गरिरहेको छौँ त? त्यही के चाहिँ यस हो, त्यो हामीलाई बिल्स पे गर्नु, खानु, लाउनु, रेन्ट पे गर्नु त्यति मात्रै पुगेको छ क्या। त्यो कमाएको के पैसा हो र? लाइफमा जब हामी एउटा जिन्दगी होइन कसरी जिउने भनेर जिएकै छैन भने त्यो लाइफ के हो त होइन र? त्यही भएर चाहिँ अब जुन एउटा सुरेन्द्रले चाहिँ नयाँ कुरा एक्सप्लोर गर्छु होइन, म केही गर्छु भने एउटा हिम्मत लिएर उसले चाहिँ अगाडि बढ्यो होइन, त्यो नै कुरा ठुलो लाग्छ मलाई। र मलाई यस्तो लाग्छ कि हो मेन भन्ने कुरा चाहिँ माइन्ड सेट हो क्या। यदि तपाईँले आफूले आफूलाई बिलिभ गर्नुहुन्छ, भर्खर हाम्रो होइन विकली टिम ट्रेनिङ भएको थियो, हामी भर्खर सकेर चाहिँ अहिले यहाँ हामी लाइभ आइरहेको छौँ। अनि हाम्रो कोर्सले फर्स्टमा स्टार्टिङ नै लाइभमा आई मिन हाम्रो मिटिङ कसरी स्टार्ट गर्नुभएको थियो भन्दाखेरि बिलिभ इन योर सेल्फ, बिलिभ इन योर सेल्फ। यदि तपाईँले आफूले आफूलाई नै विश्वास गर्नु भएन भने तपाईँ चाहे त्यो जे काम गर्नुहोस् कि त्यसमा तपाईँ सक्सेस हुनुहुन्न, जेसुकै होस्, इभन तपाईँको रिलेसनसिपमा होस्, तपाईँले काम गर्नुहोस् या बिजनेस गर्नुहोस्, इभन एभ्रिवेयर यदि तपाईँले आफूले आफूलाई विश्वास गर्नु भएन भने तपाईँ सक्सेस पाउँछु भनेर कुनै पनि एक्सपेक्ट नगर्दा हुन्छ, चाहे जुनै पनि फिल्डमा होस् क्या है। र यो बिजनेसमा पनि भनौँ न तपाईँले अब जसरी सुरेन्द्रले आफूले आफूलाई विश्वास गरेर आयो, आफ्नो एउटा माइन्ड सेट बनाएर आएको थियो होइन, त्यही माइन्ड सेटले गर्दाखेरि चाहिँ ऊ यहाँ आएको छ क्या है। र यस्तो लाग्छ कि मलाई त्यो आफ्नो माइन्ड सेट बनाउनुको लागि र हामीले जुनै पनि एउटा बनाउँछौँ नि दिमाग, यो गर्छु त्यो गर्छु भनेर, त्यसको लागि कतिजना मान्छेहरू चाहिँ अब यस्तो पनि हुनुहुन्छ कि स्टिल होइन हरेक कुराको लागि चाहिँ के माग्नुहुन्छ भन्दाखेरि चाहिँ अप्रुभल खोजिराख्नु भएको हुन्छ क्या प्रत्येक मान्छेकोबाट। अनि मात्रै म केही कुराहरू गर्छु भनेर चाहिँ त्यो वेट गर्नुहुन्छ क्या, भ्यालिडेसन भन्छ क्या त्यसको लागि। त्यो भ्यालिडेसन मान्छेकोबाट किन खोजिराख्ने?
होइन र? किनभने यदि हामी मान्छेबाट हरेक कुराहरू एक्सपेक्ट गरिराख्छौँ भने हामीले पछि गएर हामीलाई के दुःख सुख पर्दाखेरि के त्यो मान्छेहरूले चाहिँ हामीलाई चाहिँ हाम्रो ट्रेमा फुड ल्याइदिन्छ र? हाम्रो बिल्स पे गर्छ र? ल्याइदिँदैन हाम्रो अभियसली। फ्युचर बनाइदिन्छ र? वाइ? हामी किन अरूको कुरा सुन्ने के? है? सो त्यही भएर चाहिँ आफ्नो फ्युचर कहाँ लाने, आफ्नो लाइफको ड्राइभर चाहिँ आफू नै हो जस्तो लाग्छ। किनभने मैले यो किन कुरा जोडेँ भन्दाखेरि यस्तो कतिजना हुनुहुन्छ क्या अरूकोबाट भ्यालिडेसन खोज्ने अनि मात्रै म यो बिजनेस गर्छु भनेर। तर फर्स्ट कुरो भनेको चाहिँ विश्वास हो। यदि तपाईँले आफूले आफूलाई विश्वास गर्नुभयो भने तपाईँले जे कुरा पनि सक्सेस हुनुहुन्छ, नट ओन्ली दिस बिजनेस है। र त्यही भएर सुरेन्द्र अहिले जसरी आएको छ एउटा क्वेसन्स पनि मलाई नसोधिकन उसले म यो बिजनेस गर्छु भनेर आएको थियो र अहिले गरेको छ र सक्सेस पाएको छ है। सो यो भनेको चाहिँ सब तिम्रो पोजिटिभ माइन्डसेटले गर्दाखेरि यो सुरेन्द्र, आइएम सो प्राउड अफ यु है फेरि पनि ल। सो अल राइट, अहिले चाहिँ म यहाँ धेरै कमेन्ट छ सुरेन्द्र, सो म अलिकति रिड गर्न चाहन्छु ल। हाम्रो यहाँ सुषमा लिम्बुदी हाम्रो कोच रेस्पेक्टेड कोचले हेरिराख्नु भएको छ, लेख्नु भएको छ हेलो माई टप लिडर्स, आइम वाचिङ लाइभ फ्रम अस्टिन भन्नुभएको छ। थ्याङ्क यू सो मच दी, हजुरको प्रेसियस टाइम हाम्रो लाइभ जोइन गरिदिनु भएकोमा है। अनि त्यस्तै गरी आज हाम्रो धेरैजना सपोर्ट गरिदिइराख्नु भएको छ, हजुर सबैजनालाई थ्याङ्क यू ल। हाम्रो सुनुले हेरेको छ अनि हेलो हेलो वाचिङ लाइभ फ्रम हङकङ भन्नुभएको छ, थ्याङ्क यू सो मच सुनु फर जोइनिङ आवर लाइभ। अनि त्यस्तै गरी हाम्रो मनोज तामाङ सिरियल पनि लेख्नु भएको छ, हेलो हेलो अनुजी वाचिङ लाइभ फ्रम एनवाइसी भन्नुभएको छ, थ्याङ्क यू सो मच मनोजी फर जोइनिङ आवर लाइभ है। अनि त्यस्तै गरी हाम्रो सन्जिलाले पनि लेखिरहेको छ, नमस्ते वाचिङ लाइभ फ्रम नेपाल भनेको छ, थ्याङ्क यू सन्जिला, थ्याङ्क यू फर यर टाइम। त्यस्तै गरी हाम्रो गुरुङ सूर्य कुमारले पनि लेख्नु भएको छ, हेलो नमस्ते अनु एन्ड सुरेन्द्र वाचिङ फ्रम हङकङ भन्नुभएको छ, नमस्ते अनि थ्याङ्क यू सो मच कुमारी दी फर वाचिङ आवर लाइभ। त्यस्तै गरी हाम्रो रिता श्रेष्ठ एन्ड सिओले लेख्नु भएको छ, हेलो सिस वाचिङ लाइभ फ्रम युएसए भन्नुभएको छ, थ्याङ्क यू सो मच रिता सिस फर जोइनिङ आवर लाइभ। त्यस्तै गरी हाम्रो सुजु गुरुङले पनि हेरिराख्नु भएको छ अनि हाई हाई वाचिङ फ्रम चाइना भनेको छ, थ्याङ्क यू सो मच सुजु फर जोइनिङ आवर लाइभ। त्यस्तै गरी हाम्रो चाँदनी मिश्र एनसिओले लेख्नु भएको छ, हेलो वाचिङ लाइभ फ्रम नेपाल भन्नुभएको छ, थ्याङ्क यू सो मच चाँदनी सिस। अनि त्यस्तै गरी हाम्रो छिरिङ लामा एनसिओले लेख्नु भएको छ, हाई वाचिङ फ्रम न्युयोर्क भनेको छ, थ्याङ्क यू सो मच छिरिङ फर जोइनिङ आवर लाइभ। अनि त्यस्तै गरी हाम्रो शाही विनोद दिपा लेख्नु भएको छ, हाई वाचिङ लाइभ फ्रम हङकङ, थ्याङ्क यू सो मच दिपा। त्यस्तै गरी शान्ति तामाङ नमस्ते वाचिङ लाइभ फ्रम जापान, थ्याङ्क यू सो मच शान्ति सिस। त्यस्तै गरी हाम्रो लक्ष्मी कास्ती एनसिओ लेख्नु भएको छ, हाई अनु एन्ड सुरेन्द्र जी वाचिङ लाइभ फ्रम बस्टन युएसए, थ्याङ्क यू सो मच सुरेन्द्र सरी ल, थ्याङ्क यू सो मच लक्ष्मी दिस टाइम है। अनि त्यस्तै गरी हाम्रो प्रियङ्काले पनि लेखेको छ, हाई वाचिङ फ्रम एचके, थ्याङ्क यू सो मच प्रियङ्का। अनि हाम्रो सुस्मिता लिम्बू एन्ड सिरिदिले लेख्नु भएको छ, हेलो बहिनी बाई वाचिङ लाइभ फ्रम भर्जिनिया भन्नुभएको छ, थ्याङ्क यू सो मच। मैले धेरै कमेन्टहरू पढ्दाखेरि यस्तो हुन्छ क्या, वी आर ह्युमन एरर हुन्छ ल। सो यस, अनि हाम्रो लादन दियन सिरो लेख्नु भएको छ, हाई वाचिङ लाइभ फ्रम न्यू जर्सी अनि गुड टु सी यु बोथ इन वान फ्रेम, थ्याङ्क्स टु बोथ अफ यु फर सेयरिङ भन्नुभएको छ, थ्याङ्क यू सो मच लादन दी है। सो अल राइटी, अब चाहिँ म फेरि हाम्रो नेक्स्ट क्वेसनमा चाहिँ म जान्छु ल सुरेन्द्र। ओके सो ओके, अब चाहिँ हाम्रो नेक्स्ट क्वेसन रहेको छ, सो वाट वेयर यु मोस्ट स्केयर्ड अबाउट वेन यु फर्स्ट स्टार्टेड है सुरेन्द्र। जब तिमीले यो बिजनेस फर द फर्स्ट टाइम स्टार्ट गरेको थियो होइन, तिमीलाई चाहिँ पक्कै पनि केही न केही कुराले त डर त थियो होला, किनभने फर्स्ट टाइम तिमीले गरिरहेछौ नि त केही कुराहरू, नयाँ कुरा गरिरहेछौ लाइफमा भनेपछि होइन। सो तिमीलाई चाहिँ के कुराको चाहिँ डर थियो त जब तिमीले चाहिँ फर्स्ट टाइम यो बिजनेस सुरु गर्यौ, अलिकति सेयर गरिदेऊ न। अब अल चाहिँ होइन, थ्याङ्क यू फर यो क्वेसन है। अनि फर्स्ट अफ अल अब बिजनेस त जोइन गरेँ होइन, अब एउटा कम्फर्ट जोनमा बसेर काम गरिरहेको मान्छे है म। स्टार्टिङ कुनै पनि काम स्टार्टिङ गर्दाखेरि अलिकति अब फियर त जो कोहीलाई पनि भइहाल्छ नि होइन। अब भित्र गइसकेपछि बा म यो बिजनेसमा फेलियर भइहाल्छु कि होइन। अब मान्छेको माइन्ड त हो, सोच्नको लागि त जे पनि सोच्न सकिन्छ त होइन। अनि एउटा कम्फर्टबाट निस्केर के गर्छु भन्दा पनि अलिकति अब कसरी गर्ने, अब फ्यामिली ब्याकग्राउन्ड पनि बिजनेस फ्यामिलीबाट होइन है। अनि त्यो भइसके पछाडि अलिकति डर, मलाई डर भनेको चाहिँ होइन,
अब्बा म भोलि फेलियर भइहालेँ भने मलाई कसैले केही भन्छ कि है, ला यो त यस्तो गर्दै थियो, यसले त यस्तो यस्तो गर्दै थियो, फसायो भन्ने कुराहरू पनि हुन्छ कि भनेर चाहिँ अलिकति डर चाहिँ मलाई त्यो थियो फर्स्टमा चाहिँ है। अनि यसमा चाहिँ होइन, तर पनि हामीले एउटा सेल्फ कन्फिडेन्स बिल्ड गरेर चाहिँ अगाडि बढ्यौँ भने त्यो फियरलाई पनि जितिन्छ भन्ने कुरा चाहिँ अहिले आउँदा चाहिँ अहिले चाहिँ मलाई फिल हुन्छ। त्यति खासै त्यस्तो फियर भनेको चाहिँ त्यही कुरामा मात्रै अलिकति फेलियरको मात्रै डर थियो। तर हामीले एउटा होइन सेल्फ कन्फिडेन्स चाहिँ बिल्ड गरेर चाहिँ अगाडि बढ्यौँ भने त्यस्तो फेलियर चाहिँ हुन्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्दैन र लाग्दैन वाउ भनेर चाहिँ म भन्छु होइन। सो यस सुरेन्द्र, एक्ज्याक्टली मलाई पनि पहिला चाहिँ यो बिजनेस सुरु गर्नुभन्दा अगाडि एक्ज्याक्टली तिम्रो जस्तै नै फिल भएको थियो, वाट इफ आई फेल है। यो डर भन्ने कुरा चाहिँ होइन, नट ओन्ली सुरेन्द्र, नट ओन्ली म है, हामी सबैजनालाई चाहिँ लाग्छ यो कुराहरू। जब तपाईँले आफ्नो लाइफमा फर द फर्स्ट टाइम केही कुराहरू गरिराख्नु भएको छ भने डर आउनु भनेको इट्स टोटली नर्मल क्या, टोटली नर्मल। किनभने तपाईँहरू कुनै पनि काममा तपाईँ फर्स्ट टाइम गएर जानुभएको छ, नट ओन्ली बिजनेस, ल हामी बिजनेसलाई मात्रै कनेक्ट गर्दैनौँ यो कुराहरू चाहिँ, किनभने यसमा तपाईँको ट्रान्सफर्मेसन्स भन्ने टपिक रहेको छ। यो ट्रान्सफर्मेसन्स भनेको तपाईँको बिजनेसमा मात्रै नभएर तपाईँले आफ्नो जुन 9 to 5 जब्ससँग पनि तपाईँको रिलेट चाहिँ हुन्छ ल। त्यही भएर हामीले चाहिँ एज अ होलमा चाहिँ कुरा गरिरहेको छौँ है। सो यस, र जब तपाईँहरूले कुनै पनि कुराहरू लाइफमा फर द फर्स्ट टाइम गर्नुहुन्छ नि, डर आउनु भनेको इट्स टोटली नर्मल क्या है। र मलाई पनि यस्तै कति डाउटफुल भएको थियो सुरेन्द्र, म पनि फर्स्ट टाइम जब गर्दाखेरि वाट इफ आई फेल, मान्छेले मलाई के भन्छ। यो बिजनेसमा आइसकेपछि जति पनि कुराहरू सिकाइएको छ, देखाइएको छ होइन, त्यो गर्न सक्छु कि सक्दिनँ होला, सिकिन्न सकिन्छ सकिँदैन होला। अब कतिजनाहरू यहाँ स्टिल पनि स्केप्टिकलै हुनुहुन्छ, त्यही कुराहरू नै डराएर बसिराख्नु भएको छ ब्याकग्राउन्डमा है। अब हामीले यहाँ यसरी लाइभ आएर बोलिरहेको हुन्छौँ सुरेन्द्र, कहिलेकाहीँ भिडियोहरू बनाइरहेको हुन्छौँ, त्यो देखेर डराउनुहुन्छ क्या, यो बिजनेसमा त लाइभ आउनु पर्ने रहेछ है, अब म आएपछि म सक्दिनँ होला, यो बिजनेस गर्न सक्दिनँ होला भन्ने डरहरू हुँदो रहेछ कि। र म टोटली त्यही फिल गर्थेँ क्या। म त एकदमै फेरि इन्ट्रोभर्ट पर्सन, तिमीलाई थाहा नै छ म कलेज लेभलमा कस्तो थिएँ भन्ने कुरा होइन। फर्स्टमा त तिमीले नै मलाई देख्दाखेरि छक्कै परेको थियो नि त होइन, म अहिले कस्तो भएको छु भन्दा है। सो यस, अनि त्यो देख्दाखेरि म पनि आफै नै डराएको थिएँ, आफै नै डराएको थिएँ कि। तर यस्तो चाहिँ के हुँदो रहेछ भने आफैले अजुम गर्नुभन्दा होइन, तपाईँले खुद आएरै सोध्ने बुझ्ने गर्नुभयो भने चाहिँ एकदमै राम्रो हुँदो रहेछ। भन्छ नि वनको बाघले भन्दा पनि मनको बाघले चाहिँ बेसी मनलाई खाँदो रहेछ भन्ने जस्तो भएको थियो। एकदमै गर्न मन लाग्ने तर हरेक कुराको डर लाग्ने क्या, के कुराको दिमागमा डर लाग्ने। तर एक्चुअलमा त्यस्तो होइन रहेछ नि त, जुन हामी बाहिरबाट देख्छौँ र भित्रबाट त अर्कै हुँदो रहेछ। जति पनि हामी यहाँ भनिरहेको हुन्छौँ नि त, तपाईँहरू लाइभमा आएर बोल्नै पर्दैन नि त होइन, तपाईँहरू चाहिँ अब भिडियोज बनाउनै पर्छ भन्ने छैन। यहाँ त धेरै वेजहरू छ नि त बिजनेस गर्ने, ट्रेनिङहरू रहेछ होइन। सो हो त्यस्तै भएको थियो कि मलाई। तर मलाई चाहिँ कस्तो भएको थियो भने स्लोली चाहिँ मलाई के भयो भने जुन अघि नै मैले सेयर गरेँ त्यो कुराहरू होइन सुरेन्द्र, हामी जब मान्छेले के भन्छ होला, के गर्छ होला भन्ने डराउँछौँ नि, तर यो त्यो डराउनु भनेको चाहिँ एकदमै वेस्ट अफ टाइम रहेछ क्या, वेस्ट अफ टाइम। यो चाहिँ हामी आफूले आफैलाई नै पछाडि धकेलेको हो कि त्यो भनेको चाहिँ। या एक्ज्याक्टली, किनभने मान्छेले चाहिँ फ्रीको एडभाइस सजिलो दिँदो रहेछ क्या। तिमीले केही गलत काम गर, आमा फल्ना त यस्तो गरिरहेको रहेछ, हामीले गएर सोधेको हुँदैन तर उनीहरू आफै भन्छ क्या, हो कि नै भन त। फ्रीको एडभाइस सजिलो दिन्छ क्या मान्छे, फ्रीको मान्छे पनि सजिलै हुन्छ कि अनेस्टली कुरा गर्नु पर्दाखेरि। तर यदि केही सिचुएसन्स लाइफमा आएको छ भने त्यो मान्छेले उसलाई पे गरेर के गर्नु पर्यो भने चाहिँ बाहिर ब्याक आउट, त्यस्तो हुन्छ कि बाहिर ब्याक आउट भइहाल्छ आफै। सो किन सुन्ने कि उनीहरूको कुराहरू। एट द एन्ड अफ द डे दिस इज आवर लाइफ राइट। फेल भए पनि, पासै भए पनि, प्रगति गरे पनि नगरे पनि दिस इज आवर लाइफ राइट हो। सो त्यसो चाहिँ हुनुपर्ने रहेछ। तर यो कुरा मलाई यहीँ आएर नै सिकायो, किनभने म पनि यस्तो थिएन नि त टोटल्ली पहिला त। म धेरै कुराहरूमा डराउँथेँ क्या, धेरै कुरामा डराउँथेँ। किनभने कुनै पनि कुरामा इन्टर गरिसके पछाडि हामीले त्यो कुराको लर्निङ गर्ने रहेछौँ कि। अब पहिला त अब भइहाल्छ नि, अब साथीभाइ हुन्छ होइन,
यो त यस्तो हो यस्तो हो यस्तो भनेर होइन, अनलाइन बिजनेस भनेको यस्तो हो भनेर अब अलिकति म पनि अब त्यतिखेर त्यो साथीभाइको कुराहरू सुनेर ब्याकवर्ड भएको भए सायद म यो ठाउँमा हुँदिनँ थिएँ पक्कै पनि है, अभियसली पनि हुन्थिनँ। अनि अलिकति अब यहाँ भिडियोमा आएर बोल्नुपर्ने, लाइभ आउनुपर्ने भन्ने कुराहरू तपाईँ फर्स्टमा त्यो नसोच्नुहोस्। यहाँ भित्र आइसके पछाडि होइन, तपाईँ आफैले नै म आफै जान्छु भन्ने कुराहरू चाहिँ फिल गर्नुहुन्छ क्या। किनभने त्यो कुरा चाहिँ जब म अहिले लाइभमा यहाँ आज आएको छु होइन, यसरी सायद म यहाँ नआएको भए पनि हुने थियो है। तर म भोलिको दिनमा होइन, मैले केही गर्नको लागि म आइसके पछाडि भनेको वाइ नट भनेपछि हामीले फर्स्ट अफ अल चाहिँ हाम्रो चाहिँ एकदम माइन्डलाई चाहिँ एकदम स्ट्रङ बनाएर चाहिँ हामी अगाडि बढ्यौँ भने अभियसली पनि सब थोक गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ यहीँ भित्र आइसके पछाडि चाहिँ यो सिकेको कुराहरू हो के। या सो जति पनि हामी डराउँछौँ नि, डराउनु भनेको इट्स नर्मल हो होइन, फियर आउनु भनेको नर्मल हो, तर त्यो फियरले चाहिँ हामीलाई चाहिँ अगाडि बढ्न चाहिँ नरोकोस् कि नछेकोस् जस्तो लाग्छ मलाई चाहिँ होइन। किनभने त्यो कुराले चाहिँ हामीलाई सधैँ पनि त्यस्तै ब्याक गराउँछ क्या, कहिले चाहिँ बढ्ने अगाडि, कहिले चाहिँ बढ्ने हो कि नै भन त। सो त्यही भएर चाहिँ अब मान्छेले मलाई एउटा कुरा फेरि कनेक्ट गर्नु मन लाग्यो क्या सुरेन्द्र, यसमा चाहिँ हामी चाहिँ सधैँभरि हाम्रो सिस्टमले, हाम्रो समाजले होइन हामीलाई चाहिँ जे सिकाएको हुन्छ हामी त्यही कुरा चाहिँ सिक्दै आइरहेको हुँदो रहेछौँ कि हाम्रो जिन्दगीमा, लाइफमा है। त्योभन्दा बाहिर हामीले केही गर्न खोज्यो भने उनीहरूलाई अपच हुँदो रहेछ कि, अपचै हुँदो रहेछ। किन भन्दाखेरि फर इक्जाम्पल तिमीले अब एउटा घर किन्न चाहिँ तिमीले चाह्यौ भने सुरेन्द्र, तिमीले अब ल बाहिर ब्याङ्कबाट तिमीले जति पनि लाइक 1 मिलियनकै तिमीले लोन लिए होइन, मान्छेले के भन्छ कस्तो राम्रो म घर किन्नु लागेको छ, बिकज द्याट इज नर्मल नि त, मान्छेले सबैले त्यही नै त गर्छ, घर किन्नको लागि लोन लिएर गरिरहेको हुन्छ, द्याट इज नर्मल, गइ नै रहेको हुन्छ मान्छेले, वा 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 भन्छ है। र अर्को कुरा तिमी अब तिमी अब अस्ट्रेलिया अमेरिका जहाँसुकै होस् तिमी युनि पढ्नको लागि तिमीले अब कलेजको लोनहरू लिँदाखेरि पनि फल्नाको छोयो त यहाँ जाँदै रहेछ क्या राम्रो लोन लिएर, किन त्यो पनि चलिआएको, द्याट्स नथिङ, गइरहेको हुन्छ नि त मान्छेहरू त होइन, बच्चाहरू पढ्नु, द्याट इज अल्सो नर्मल। र प्लस तिमीले एउटा कुनै काम गर्छौ जुन काममा तिमी चाहिँ 10 देखि 15 वर्षमा खटेर गरिरहेको छौ भने कस्तो चाहिँ राम्रो बाबा रे, यसको त कति सेक्योर फ्युचर, यसको त काम छ मजाले भन्छ कि। तर त्योदेखि बाहेक चाहिँ हामीले बियोन्ड द्याट निस्किएर चाहिँ अलिकति केही नयाँ गऱ्यौँ भने चाहिँ मान्छेले मलाई के भन्छ, मलाई त अब स्क्याम पो भन्छ होला, ला यसले यो गरे फेल भयो भने खिल्ली बोलाउँछ कि, त्यो कुराहरू डराउँछौँ क्या। सो भनेपछि हाम्रो सोसाइटी चाहिँ कहाँसम्म पुगेको छ त, हाम्रो अहिले माइन्ड सेट भनौँ न, भन त। सो त्यही भएर चाहिँ हामी चाहिँ त्यो एउटा मेन कुरा भनेको चाहिँ माइन्ड सेट, या त्यो जमानामा अहिले जुन पुर्खाहरूले बोकेको माइन्डसेट बोक्नु भएन कि अहिलेको हाम्रो जेनेरेसनको यङ्स्टरले भनौँ न, त्यो माइन्डसेट लिएर बस्नु भएन क्या। किनभने एक्ज्याक्टली त्यो के भन्छ देश संसारको भेष, अनि त्यो खै के भन्छ नि सुरेन्द्र, एक्ज्याक्टली मलाई आएन भेष, या त्यस्तो चाहिँ हुनु पर्यो क्या। हामी समय अनुसार चल्न सक्नु पर्यो कि, एभ्री कुराहरूमा डर हुन्छ, या बियोन्ड द्याट हामीले चाहिँ अगाडि बढ्नु पर्यो, सिक्नु पर्यो कि, त्यो भन्न चाहन्छु है। सो यस, अल राइट सुरेन्द्र, ल थ्याङ्क यू फर सेयरिङ। ल अब तिमीलाई म फेरि अर्को क्वेसन्स राख्दैछु। सो वाट इज द वान थिङ द्याट चेन्ज इनसाइड यु आफ्टर यु बिगेन? सो तिमीभित्र चाहिँ के कुरा चाहिँ चेन्ज भयो सुरेन्द्र आफ्टर यो बिजनेस जोइन गरिसकेपछि चाहिँ के कुरा चाहिँ तिमीमा चेन्ज भयो त, के चेन्ज भयो जस्तो लाग्छ तिमीलाई भन त? अब फर्स्टमा चाहिँ होइन, अब चेन्ज के चाहिँ होइन, धेरै 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 चेन्ज भएको छ। अब एक्सप्लेन म कसरी गर्छु भन्दाखेरि चाहिँ होइन, अब जुन मेरो माइन्ड सेट थियो नि सबभन्दा पहिला, त्यो माइन्ड सेट चाहिँ टोटली चेन्ज भएको छ। किनभने अब जब हामीले होइन हाम्रो पुरानो पुर्खाहरूले के गर्दैछ त्यही नै गर्नुपर्छ भन्ने कुराहरू चाहिँ हुँदैन यसमा। हामीले आफूले आफूलाई केही गर्नु छ भने त्योदेखि बाहिरको निस्केर हेऱ्यौँ भने नि वाउ, त्यो त वर्ल्ड नै अलगै छ कि, अब अलग्गै, जुन चाहिँ अब के कसरी चेन्ज आयो भन्ने कुरामा चाहिँ होइन, मैले बुझेको चाहिँ होइन,
अब यसभित्र आइसके पछाडि चाहिँ मैले होइन यस्तो यस्तो स्किलहरू सिकेको छु है। यस्तो यस्तो स्किलहरू सिकेर चाहिँ अब के भनेर कन्फिडेन्स बिल्ड गरेर चाहिँ होइन प्र्याक्टिकल्ली रूपमा होइन आफ्नो आफ्नो अब सबै कुराहरू चेन्ज गरेर चाहिँ म आएको छु भन्ने अनि त्यसको लागि चाहिँ अब हामीले चाहिँ होइन अलिकति चाहिँ अब प्रोसेसहरू होइन कन्सिस्टेन्सी भएर चाहिँ लागि पर्यो भने अवश्य पनि चेन्ज चाहिँ आउँछ लाइफमा। अब पहिलाको मेरो सोच है मेरो सोच र अहिलेको सोचमा धेरै फरक छ है। धेरै 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 फरक छ। साथीहरूले पनि कुरा गर्छ होइन यति मैले अब बिजनेसमा छिरिसके पछाडि मेरो ग्रोथ भनेको चाहिँ नि साथीहरूले भन्छ कि मलाई म आफैमा आफै छक्क पर्छु क्या अब साथीहरूको कुराहरू सुन्दाखेरि। एक्ज्याक्टली। सो त्यो तिमीलाई जुन चेन्ज ल्याउनको लागि तिमीले त एकै दिनमा त ल्याएको होइन रेस्टुरेन्ट भन त। तिमीले त्यो चेन्जेस ल्याउनको लागि अभियसली कसरी चाहिँ भन त। त्यसको लागि त अब हामीले त अब मेहनत गर्नै पर्यो होइन कन्सिस्टेन्सी भएर काम गर्नै पर्यो। अब रातारात चेन्ज हुनको लागि यो के उयो त होइन नि त। एक्ज्याक्टली बिटकोइन हो त होइन नि। सो हामी चाहिँ एउटा के हुँदो रहेछ भने एकदम पेसेन्स भन्ने कुरा चाहिँ नहुँदो रहेछ कि मान्छेमा चाहिँ है। सो मैले चाहिँ यहाँ आएर सुरन्द जस्तै होइन मैले चाहिँ यहाँ आएर सिकेको कुरा के हो भन्दा पेसेन्स के सुरेन्द्र पेसेन्स। जुन तिम्रो एउटा पेसेन्सले गर्दाखेरि तिमी अहिले यत्रो चेन्जेस तिमीमा आफूले आफूलाई पायौ होइन। त्यो कुराहरू तिमीले ओभरनाइट तिमीले पाएको होइन नि त होइन र। तिमीले every day small effort consistency show up गर्नुपर्ने कुराहरू गरेर तिमी यहाँ आइपुगेको छौ नि त हो कि नै भन त। हो सो एक्ज्याक्टली मैले पनि भनौँ न यहाँ चेन्ज म भनौँ न म पहिला यो प्रोसेसमा आउनु भन्दा र अहिले आएकोमा चाहिँ मेरोमा चेन्ज भएको भन्दाखेरि चाहिँ पेसेन्स अनि विजडम क्या है। किनभने सबै कुराहरू हामीलाई कहिले पनि भन्ने बित्तिकै चाहिँ त्यो आउँदैन कि है। त्यही भएर चाहिँ हामीले चाहिँ ट्रस्टी प्रोसेस भन्छ नि अहिलेको प्रोसेसलाई चाहिँ हामीले चाहिँ के गर्नु पर्यो ट्रस्ट गरेर अगाडि बढ्नु पर्यो क्या एभ्री सिङ्गल डे या। यदि तपाईँले चाहिँ आफूमा बिलिभ छैन पेसेन्स छैन तपाईँले ट्रस्ट गर्नुहुन्न भने चाहिँ तपाईँलाई चाहिँ यो बिजनेस गर्नु एकदमै गाह्रो। नट अन्ली दिस बिजनेस मैले भन्ने तपाईँहरूलाई यो बिजनेस सम्बन्धी मात्रै टपिक होइन कि त्यो तपाईँहरूको लाइफको हर पलमा चाहिँ यो इम्प्लिमेन्ट हुन्छ क्या है। यो इम्प्लिमेन्ट हुन्छ। त्यही भएर तपाईँले हरेक कुरामा सक्सेस पाउनुको लागि चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो भन्दाखेरि धैर्यता राख्नु पर्यो। एउटा ओपननेस हुन्छ नि जुन एउटा सिक्नको लागि एउटा भोक हुन्छ नि त्यो चाहिँ हुनु पर्यो क्या। नभए तपाईँहरूले चाहिँ कुनै पनि कुरामा सक्सेस पाउनु हुँदैन है। यही कुराहरूबाट म पनि चेन्ज भएको छ सुरेन्द्र। जुन तिमीहरूले भर्खर भन्यो माइन्ड सेट भयो भन्यो तिमीले जुन एउटा भन्यो कन्फिडेन्ट लेभल भयो होइन त्यो कुराहरू पनि एक्ज्याक्टली मेरो पनि चेन्ज भएको छ। किनभने हामी चाहिँ एउटा सेम रुट्सबाट आएको हाम्रो चाहिँ सेम रुट्स हो क्या सुरेन्द्र मेरो चाहिँ हामी एउटै ठाउँमा ग्रो अप भएको एउटै कलेज पढेको हो होइन। र अब हामी चाहिँ एउटै भनौँ न यसरी जोडिँदो रहेछ यसरी कनेक्ट हुँदो रहेछ होइन। लाइक माइन्डेड पिपलहरू भनेको हामीले बोलाउनु पर्दैन खोज्नु पर्दैन भनौँ न बग गर्नु पर्दैन। किनभने लाइक माइन्डेड भएपछि यसरी आफै अट्र्याक्ट हुँदो रहेछ कि अट्र्याक्ट हुँदो जुन चाहिँ हामी एकअर्कामा अट्र्याक्ट भएर चाहिँ यसरी बिजनेसमा कनेक्ट हुन पाएको छौँ है। सो मैले पनि सुरेन्द्रको चाहिँ धेरै चेन्जेसहरू देखेको छु। जसरी सुरेन्द्रलाई यसरी अहिले आफूलाई लागेको कुरा यसरी आएर एक्सप्रेस गर्नु भनेकै इट्स अचिभमेन्ट के सुरेन्द्र। इट्स ह्युज सक्सेस। यो त मेरो त एकदम ह्युज ठुलो एचिभमेन्ट हो। किनभने यो लाइफमा अब आएर बोल्नु पनि मेरो एउटा ठुलो एचिभमेन्ट हो क्या। यसरी आएर बोल्नु नै मेरो एचिभमेन्ट हो। किनभने जस्ट स्टार्टिङमा अब होइन म आफूलाई के बोल्ने एउटा इन्ट्रोडक्सन गर्नु नसक्ने मान्छे म यतिको आएर बोलिराखेको छु भने पछाडि होइन
यो भनेको त मेरो त ह्युज एचिभमेन्ट हो कि। तर यो रातारात भएको एचिभमेन्ट होइन है। फेरि यसको लागि चाहिँ मैले होइन धेरैचोटि लाइभहरू गएर लाइभमा गएर त्यत्तिकै केही नभनिकन पनि आएर होइन यो चाहिँ त्यसरी पाएको एचिभमेन्ट हो कि यो चाहिँ। तपाईँले आफूले पुश गर्नु भएन भने कसले गर्छ त, हो कि नै भन त? यस हो, त्यही भएर तपाईँले चाहिँ गर्नु पर्यो कि अहिले तिम्रो त्यही त्यो एउटा भोकले गर्दाखेरि चाहिँ तिमीमा अहिले यति चेन्जेस भएर चाहिँ यहाँ आएको छ सुरेन्द्र होइन। सो यस, थ्याङ्क्स फर सेयरिङ ल। अलराइट, सो अब म हाम्रो अर्को नेक्स्ट क्वेसनमा गएँ। सो सुरेन्द्र, वाज देयर अ टाइम यु फेल्ट लाइक क्विटिङ? वाट हेल्प यु कन्टिन्यू? हो, सो जब हामीले कुनै पनि कुराहरू अब सुरु गर्छौँ होइन, तिमीलाई यो बिजनेसमा पनि सायद यस्तो कुनै पल आएको थियो होला जहाँ चाहिँ तिमीलाई चाहिँ हुन्छ नि म क्विट गरिदिन्छु, म छोडिदिन्छु भन्ने त्यस्तो कुनै न कुनै टाइम त आएको थियो होला है। र त्यस्तो सिचुएसन्स आउँदाखेरि चाहिँ तिमीलाई चाहिँ के कुरालाई चाहिँ तिमीलाई अगाडि बढ्नुको लागि चाहिँ एकदमै भनौँ न एउटा कन्फिडेन्ट दियो, एउटा हिम्मत दियो सुरेन्द्र? अब फर्स्ट अफ अल चाहिँ होइन अलिकति अब कुनै पनि नयाँ चिज नयाँ कुराहरू स्टार्टिङ गर्दाखेरि अब कोही मान्छे पनि फर्स्ट अफ अल त पर्फेक्ट हुँदैन है। मलाई पनि नआएको त होइन, आएको थियो है, आएको थियो, धेरैचोटि आएको थियो यस्तो कुराहरू होइन। अब सुरुमा त होइन अब हामी अब लर्निङ प्रोसेसमा हुन्छौँ है। लर्निङ प्रोसेसको साथसाथै अब हामी अनि त्यस पछाडि अब हाम्रो यो अब हामीले अरूसँग कम्पेयर, अब किनभने हाम्रो माइन्ड सेट त अब त्यही हो नि त। अनि हामी के गर्छौँ त फर्स्टमा सुरुमा अरूसँग कम्पेयर गर्न थालिसके पछाडि चाहिँ त्यतिखेर चाहिँ हामी चाहिँ अलिकति के हुँदो रहेछ भने डिमोटिभेटेड है। डिमोटिभेटेड भइसके पछाडि यो चाहिँ अब चाहिँ मैले चाहिँ गर्नु सक्दिनँ, म छोडिदिन्छु भन्ने कुराहरू चाहिँ हामीलाई त्यो फिल, मलाई पनि त्यो फिल भएको थियो। तर त्यो होइन रहेछ के। त्यसको लागि चाहिँ अब होइन अब हाम्रो मेन्टरको अब मेन्टरले दिएको होइन यस मोटिभेसन प्लस हाम्रो कम्युनिटीले अब यस्तो सपोर्ट गर्छ कि त्यस पछाडि चाहिँ होइन मलाई अनि गाइडेन्सहरू, मेन्टरको गाइडेन्सहरू भयो होइन। अनि मेरो फर्स्ट बिगेस्ट वाइ म किन यहाँ आएँ त भन्ने कुराहरूले चाहिँ होइन अनि मेरो फ्युचर त्यो फेरि रिमाइन्ड गरेर चाहिँ आइसके पछाडि चाहिँ होइन नो त्यो चाहिँ मैले गर्नु हुँदैन है भनेर चाहिँ म फेरि अगाडि बढेँ के। जुन त्यो आएको बेलामा चाहिँ मलाई मेरो मेन्टरहरूको चाहिँ होइन गाइडेन्स, मेरो मेन्टरको सबभन्दा अब मेरो मेन्टर पनि अनु नै हो होइन। त्यो अब गाइडेन्स अब मेरो फ्यामिलीले पनि त्यति साह्रो गाइड गरेन होला क्या मलाई लाइफमा। आई एम सो भेरी थ्याङ्कफुल। यसको कुरा यो चाहिँ नि म लाइफमा होइन एकदम यसरी खुल्ला रूपमा म भन्छु कि मेरो गार्जेनले पनि मलाई त्यति साह्रो गाइड गरेको थिएन होला कि तैँले लाइफमा तेरो लाइफ चेन्ज नै गर्ने हो, गर्नुपर्छ, तैँले यो नै गर्नुपर्छ भनेर चाहिँ यस्तो गाइड गरेर ल्याएको हो नि यो ठाउँमा आइपुग्नको लागि। आई एम भेरी थ्याङ्कफुल त्यसको लागि चाहिँ म होइन। साथसाथै हाम्रो टिम अनि टिमले पनि अब धेरै सपोर्ट गरेको छ यसमा। म होइन त्यो म गर्दिनँ भन्ने सिचुएसनबाट अगाडि आउनको लागि चाहिँ होइन। अनि यसरी चाहिँ मैले चाहिँ अगाडि बढेको हो कि। अनि हामीले बिर्सिनु नहुने कुरा भनेको चाहिँ आफ्नो वाइ, बिगेस्ट वाइ, किन चाहिँ म यो बिजनेस जोइन गरेँ त भन्ने कुराहरू चाहिँ बिर्सेन भने त्यसले नेभर कहिले पनि मलाई यस्तो हुन्छ छोड्छु भनेर चाहिँ इन्ड गर्छु भनेर चाहिँ कहिले पनि हुँदैन, गर्दैन त्यो मान्छेले। कस्तो सही भन्यो यसरी चाहिँ मलाई पुस गरेको छ है। वाउ सुरेन्द्र। सो यस, हामीले कुनै पनि आफ्नो लाइफमा हामीले आफ्नो ड्रिम्स हुन्छ, आफ्नो गोल्स हुन्छ राइट। र त्यो गोल्स हामीले जुन एउटा सेट गरेको छौँ त्यहाँ पुग्नु सजिलो छैन कि, र सजिलो हुँदैन पनि क्या, डेफिनेटली हुँदैन पनि क्या।
हुँदैन त्यो यस पुग्नको लागि या त्यहाँ पुग्नको लागि हाम्रो बाटोमा कति धेरै ढुङ्गा मुढा काँडा होइन सबै थोक आउँछ। तर हामीले चाहिँ जुन एउटा गोल सेट गरेको छौँ त्यो गोलमा पुग्नुको लागि चाहिँ के हामीले त्यो चाहिँ ढुङ्गा आयो काँडा आयो यस्तो भयो भने चाहिँ हामीले छोडिदिने त होइन छोडिदिने त। अब छोडेर जुन अहिले एक्ज्याक्टली भनेको छ यस होइन जब जाने पनि अफकोर्स वी आर ह्युमन राइट। हामी ह्युमन भइसकेपछि कुनै पनि कुराहरू हामीले एउटा गर्छु भनेर अगाडि बढेर सजिलो हुँदैन। लाइफमा फ्रस्ट्रेसन आउँछ, स्ट्रेसफुल हुन्छ र त्यो सँगसँगै भनौँ न अँध्यारो भन्ने कुरा त आउँछ नि। त्यो अँध्यारो पछि के उज्यालो पनि त हुन्छ नि होइन र? हो उज्यालो पनि त हुन्छ यस एक्ज्याक्टली। रात भएपछि बिहान त हुन्छ नि त कि राति मात्रै फरेभर त हुँदैन नि त बिहान राइट? त हुन्छ अभियसली हुन्छ हुँदैन यस त्यो अफकोर्स माइन्डसेट चाहिँ हुँदैन हुनुपर्ने रहेछ क्या, जुन चाहिँ ममा चाहिँ पटक्कै थिएन सुरेन्द्र हेर पहिला। मेरो दिमागमा मेरो यस्तो केही पनि थिएन क्या। तर जुन मान्छेलाई भन्छ नि सबै कुराहरू पढेर भन्दा पनि पढेर सिक्ने रहेछ कि हामीले स्कुलमा कहिले पनि पढेको थियौँ र अब यहाँ आउँदाखेरि त कस्तो गर्छस् यस्तो लाइफमा यस्तो हुँदाखेरि तिमी के गर्छौ के रियाक्ट गर्छौ तिम्रो एक्सप्रेसन के हुन्छ तिमी के गर्छौ सिकाइएको थियो र हामीलाई कहिले पनि पढे सिकाइएको त कहिले पनि थिएन राइट। अब हामीले कति कुराहरू पढेको थियौँ स्कुलमा कलेजमा है अकाउन्टिङ फाइनेन्सदेखि लिएर कति कुराहरू पढेको थियौँ खै त कहाँ गयो त्यो इम्प्लिमेन्ट भयो लाइफमा इम्प्लिमेन्टै भएन। तर यो कुराहरू हामीले कसरी सिक्यौँ त यस्तो आउँदाखेरि पनि लाइफ च्यालेन्जिङ भएपछि प्रब्लम भएपछि हामीले कसरी त्यो कुरालाई फेस गर्ने भन्दाखेरि चाहिँ हामीले कहाँबाट सिक्यौँ भन्दाखेरि चाहिँ पढेर सिक्यौँ क्या पढेर भन्दा पनि राइट। एक्ज्याक्टली। सो यस एक्ज्याक्टली जब सुरेन्द्रले जे सेयर गर्यो मलाई पनि त्यस्तै नै भएको थियो। कति डेजहरू त ब्याड डेजहरू आएको थियो कति दिन टाइम आई फिल लाइक क्विडिङ म गर्दिनँ भन्नुभएको थियो क्या। तर त्यही कुरालाई चाहिँ स्ट्रङ बनाएर चाहिँ अहिले म यहाँ छु र एक्ज्याक्टली सुरेन्द्र पनि त्यही कुराले गर्दाखेरि चाहिँ स्ट्रङ भएर अहिले आएको छ क्या। किनभने जति पनि यो बिजनेसमा कनेक्ट हुनुभएको छ जति पनि यो बिजनेसमा आउनु भएको छ सबैजनाको चाहिँ आफ्नै स्टोरी लिएर आउनु भएको छ क्या। कोही मान्छेलाई पनि उसँग फ्री टाइम भएर यत्तिकै हो अहिले गर्नु रहर छैन हामीलाई। तर हामी बाध्य छौँ क्या। जुन हामी अहिले दिन रात यसरी घोटिरहेको छौँ अर्काको अन्डरमा काम गरेर त्यो हामीलाई 60s 80sसम्म हामीलाई जिउनु छैन क्या। त्यही भएर चाहिँ हामी हो यहाँबाट हामी निस्किन्छौँ भनेर चाहिँ आएको र त्यो निस्किनको लागि मुखले मात्रै भनेर हुँदैन हामीले एक्सन पनि लिनुपर्छ कि। र त्यो एक्सन गर्ने क्रममा धेरै कुराहरू आउँछ धेरै च्यालेन्जेसहरू आउँछ। र त्यो आएको टाइममा चाहिँ हामीले आफूलाई क्विट गर्नु भएन राइट। सुरेन्द्रले भने जस्तै वाइ म किन आएँ त के हो त मेरो गेस्ट वाइ म किन जोइन भएको फ्युचर कहाँ बनाउँछु कस्तो बनाउँछु भन्ने कुरा चाहिँ सोच्नु पर्ने रहेछ कि आफूलाई रिमाइन्ड गर्नुपर्ने रहेछ। त्यस पछाडि तपाईँ त के गर्ने लडे उठ अगाडि त्यही हो क्या मान्छेमा चाहिँ सक्सेस पाउने भनेको र आफ्नो ड्रिम्स र गोल्स लडेर त्यतिकै अब एक्ज्याक्टली लडेर चाहिँ हामी रिटर्न गर्यौँ भने चाहिँ हामी चाहिँ त्यो चाहिँ फेलियर हो। तर लडेर पनि हामीले सिक्यौँ भने चाहिँ होइन उठेर फेरि हिँड्यौँ भने चाहिँ यस अभियसली पनि हाम्रो गोलमा चाहिँ हामी पुग्छौँ। द्याट इज द विनर। हामीले आफूलाई जितेको हो क्या। हामीले अरू कसैलाई जितेको होइन हामीले खुद आफूलाई जितेर चाहिँ अगाडि बढ्यौँ। पैसा कमाउनु भनेको इट्स नथिङ राइट। पैसा कमाउनु भनेको इट्स नथिङ सुरेन्द्र। तिमीले अहिले काम गरेर पैसा त कमाइरहेको छौ नि राइट। अहिले काम किन गरिरहेको छौ पैसा त गरिरहेको छु। मान्छेलाई पैसा कमाउनु कुनै पनि ठुलो कुरो होइन। तपाईँ सडकमा पनि बढाउनुहोस् त्यहाँ पनि पैसै आउँछ। रेस्टुरेन्टमा गएर भाडा मस्काउनुहोस् पैसै आउँछ। जति खट्नु भयो त्यति नै पैसा आउँछ। तर त्यो पैसा तपाईँलाई कसरी बनाउनु मन छ र कहिलेसम्म बनाउनु मन छ त्यसमा डिपेन्ड हुन्छ कि है। त्यही भएर कति दिन झाडु हान्ने कति दिन चाहिँ भन्ने कुराहरू पनि हुन्छ यसमा चाहिँ त्यही भएर चाहिँ मान्छेले भन्छ नि सबैजना लाउनु खानु पुगेकै छ किन गर्नु पर्यो र बिजनेस। द्याट्स भेरी एउटा कुरा यसमा चाहिँ मैले थप्नु खोजेँ कि अब हामी होइन इमिग्रेन्ट भएर बसेको मान्छे कतिजना अब होइन ग्रिन कार्ड होल्डरहरू हुनुहुन्छ होइन कतिजना फ्यामिलीसँग हुनुहुन्छ कति फ्यामिलीदेखि बाहेक हुनुहुन्छ। जस्तै म पैसा त कमाइरहेको छु होइन तर मेरो एज
गइरहेको छ, फ्यामिलीसँग बस्नु पाएको छैन भने कति दिनसम्म चाहिँ म 50 वर्ष 60 वर्ष 70 वर्ष कति दिनसम्म चाहिँ म यसरी काम गर्ने के? अनि खोइ वेयर इज माई लाइफ, मेरो लाइफ खोइ त, कहिले जिउने कहिले रमाउने त? एक्ज्याक्टली। सो मलाई जस्तो लाग्छ कि सुरेन्द्र, हामीले चाहिँ अपर्च्युनिटी खोज्नु भन्दैन, हामीले चाहिँ क्रिएट गर्नुपर्छ अरे क्या, क्रिएट गर्नुपर्छ अरे क्या। त्यो जुन सोर्स अफ इन्कम हामीले चाहिँ अब आफूले बनाउनु भने हामीले आफै नै निकाल्नु पर्छ अरे क्या, जुन चाहिँ हामीले अहिले गरिरहेको छौँ नि त, राइट हो। सो त्यो कुराहरू चाहिँ अहिलेको मान्छेको दिमागमा चाहिँ पस्नु पर्यो कि। अब पस्नु पर्यो भन्दा पनि अब जो कोहीले इच्छा छ आउनुहुन्छ गर्नुहुन्छ, तर यो कुराहरू चाहिँ अब मान्छेले चाहिँ आफूले आफ्नो लाइफको चाहिँ अहिलेको मात्रै सिचुएसन्स हेरेर भएन, तपाईँहरूले चाहिँ भोलिको गएर बिग पिक्चर्स आफ्नो लाइफको फ्युचर पनि चाहिँ कन्सिडर गर्नुपर्छ जस्तो लाग्छ। किनभने अहिले मान्छेलाई लाउनु खानु सजिलो छ, तर यु नेभर नो भोलिको दिनमा हाम्रो लाइफ कस्तो हुन्छ, कहाँदेखि कहाँ पुऱ्याउँछ, राइट? र त्यो ठाउँमा पनि हामीले चाहिँ रेडी भएर बस्नुपर्ने है। सो भोलि के हुन्छ कसैले देखेको छैन है, देखेको छैन नि त, एक्ज्याक्टली देखेकै छैन नि त। सो त्यही भएर चाहिँ ह्याप्पिनेस छ भने, खुसी छ भने भोलि दुःख पनि आउँछ, दुःख छ भने भोलि खुसी पनि आउँछ क्या। त्यही भएर दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु भन्छ नि मान्छेको लाइफ, त्यो हो क्या। जहिले पनि स्टेबल हुनु पर्यो कि लाइफमा है। या सो अल राइटी, सो अब चाहिँ म लास्ट क्वेसन ल सुरेन्द्र, हाम्रो लाइफ साह्रै लामो भयो जस्तो लाग्यो मलाई। अल राइट, सो अब चाहिँ सुरेन्द्र यो लास्ट क्वेसन तिमीलाई, सो अहिले चाहिँ है टुडे हाउ डु यु फिल अबाउट यर सेल्फ एन्ड यर फ्युचर? सो अहिले चाहिँ तिमीलाई चाहिँ के लाग्छ तिम्रो बारे होइन, र तिम्रो भविष्यको बारे चाहिँ तिमी के सोच्छौ, के फिल गर्छौ? यसको चाहिँ म छोटो एन्सर दिन्छु है। टुडे आई फिल भेरी प्राउड। म चाहिँ आफैले आफैमा चाहिँ आज चाहिँ म आएर चाहिँ गर्व गर्छु म आफैले, किनकि मैले समथिङ केही गरेँ मेरो लाइफमा भन्ने कुरा चाहिँ। जब मैले मेरो बिजनेसमा इनरोल भइसकेपछि मेरो मेन्टर पाएँ नि होइन, मेरो फ्यामिलीले टिच नगरेको कुराहरू, नसिकेको कुराहरू होइन, यो कुरा चाहिँ मैले यहाँबाट मेरो मेन्टरबाट चाहिँ यो गर्नुपर्छ भनेर चाहिँ भने पछाडि चाहिँ होइन, म बयानै गर्न सक्दिनँ कि यो कुराहरू चाहिँ। म कहिलेकाहीँ त म त्यतिकै बसेको बेलामा त्यो कुराहरू सम्झेँ भने त मलाई त्यतिकै आँखाबाट आँसु नै आउँछ। पहिला किन भेटाइन भन्ने कुराहरू पनि आउँछ मैले होइन। अब चाहिँ होइन, भविष्यको लागि चाहिँ मैले मसँग स्किल छ, मसँग सिस्टम छ र मेरो माइन्डसेट, मेरो फ्युचरको लागि चाहिँ अब चाहिँ म के भन्छु भने प्राउडली म भन्छु मसँग स्किल, मसँग सिस्टम र मसँग माइन्डसेट छ। सो म जे पनि गर्न सक्छु। इभन म अहिले अर्काको अन्डरमा म अहिले एज अ साइड हसलकै रूपमा रन गर्दै गरेको बिजनेस भए पनि यसलाई प्लान ए, मेरो यसलाई चाहिँ मैले प्लान एमा लगेर चाहिँ होइन, भोलि यो जब चाहिँ म क्विट गर्छु के, म 100% हो, यति चाहिँ म ग्यारेन्टी दिएर भन्छु, म प्राउडली भन्छु। एन्ड भेरी थ्याङ्क यू। कुन चाहिँ तरिका, कुन चाहिँ उयसबाट चाहिँ थ्याङ्क यू भनौँ के, म एज अ मेन्टर, एज अ साथी, के को उयसमा चाहिँ भनौँ क्या हो। मैले जति नै थ्याङ्क यू भने पनि मलाई पुग्दैन के। एक्ज्याक्टली। सो मलाई पनि त्यस्तै लाग्छ सुरेन्द्र। यो भनौँ न अहिलेको टाइममा जुन हामीलाई चाहिँ एउटा लाइफको लेसन्स भने, स्कुलमा कति कुराहरू हामी कह ग के हो अक्षर चिन्हको लागि पढ्छौँ भने जुन एउटा हाम्रो लाइफमा एउटा पढाउने टिचर पाउँदाखेरि चाहिँ एउटा एकदमै अर्कै फिल हुँदो रहेछ क्या। जुन चाहिँ अब मेरो पनि अब सुरेन्द्रले भने जस्तै मैले अब जुन मेरो लाइफमा एउटा मेन्टर आउनुभयो, मेरो कोच सुषमा दिदी, त्यसरी नै मैले उहाँबाट सिकेर चाहिँ पास डाउन गरेको होइन मेरो साथी सुरेन्द्रलाई।
र अहिले चाहिँ अब हाम्रो लाइफ अहिले कस्तो भएको छ र मेन भन्ने कुरा चाहिँ माइन्ड सेट जस्तो लाग्छ मलाई चाहिँ। किनभने सबै कुराहरू भनेको तपाईँको माइन्ड सेटबाट हो। जब तपाईँको आफ्नो माइन्ड सेट स्ट्रङ छैन भने तपाईँ सुनको महलमै बस्नुहोस् न, डजन्ट म्याटर क्या, त्यो केही कामै दिँदैन क्या। त्यही भएर अहिले जुन सुरेन्द्रले भन्यो, जब मसँग स्किल्स छ, स्किल्स भनेको यस्तो कुरा हो कि जहाँ तपाईँ जानुहोस् तपाईँ भोको कहिले पनि बस्नु हुँदैन क्या, तपाईँ त्यो अनइम्प्लोइड कहिले पनि बस्नु हुँदैन क्या। त्यही भएर त्यस्तो कुराहरू यहाँ सिक्न पाइन्छ, प्लस फ्यामिली, सपोर्टिभ फ्यामिली र प्लस गाइडेन्स हाम्रो माइन्डसेट कस्तो हुनुपर्छ, लाइफ कस्तो हुनुपर्छ भन्ने कुराहरू चाहिँ हामीले यहाँ सिक्न पाइन्छ र एकअर्कालाई सिक्ने र सिकाउने, नट ओन्ली सिक्ने। यहाँ चाहिँ हामीले चाहिँ कस्तो खालको छ भने यस्तो राम्रो कम्युनिटी छ कि जे कुरा हामी सिक्छौँ त्यो सिकेको कुरा चाहिँ सिकाउने र सिकाएपछि फेरि अर्कोलाई सिकाउने। इट्स अ टिम वर्क। तपाईँहरू अहिलेको टाइममा कहाँ चाहिँ यस्तो बिजनेस पाउनुहुन्छ जहाँ चाहिँ तपाईँहरू सबैजना एज अ फ्यामिलीसँग ग्रो गर्ने, वर्क गर्ने, अर्न गर्ने, तर यो कुराहरू चाहिँ यहाँ पाउँछ क्या। त्यही भएर चाहिँ मैले सुरन्दालाई चाहिँ डे वानदेखि आई स्टिल रिमेम्बर कस्तो थियो र अहिले यति उसको ग्रोथदेखि लिएर, उसको कन्फिडेन्सदेखि लिएर, उसको स्किल्सदेखि लिएर यति बढेको छ होइन। पैसा भन्ने कुरा यो हातको मैला हो होइन। हामी काम गरेर सिकेपछि पैसा हुन्छै हुन्छ, किन भन्दाखेरि डेफिनेटली हामी यहाँ सबैजना पैसै बनाउनु लागेको आएको हो। कोहीसँग धेरै टाइमबाट यत्तिकै हाई हेलो गर्नु आएको होइन हामी, राइट। सो पैसा त डेफिनेटली छ यो बिजनेसमा, तर प्लस तपाईँले के कुराहरू सिक्न पाउँदै हुन्छ एज अ बोनस, स्किल्स मेन भन्ने कुरा, पर्सनल ग्रोथ, पर्सनल डेभलपमेन्ट तपाईँको हुन्छ। सो यहाँभन्दा अरू के पाउने, के खोज्ने भन्छ है। त्यही भएर आज चाहिँ मलाई यस्तो लागेको थियो कि जब मैले आजको यो टपिक देखेँ नि सुरेन्द्र, यो ट्रान्सफर्मेसन्स भन्दाखेरि चाहिँ मलाई चाहिँ यस्तो दिमागमा आयो कि सुरेन्द्रको ट्रान्सफर्मेसन्स मैले देखेको छु, कसरी जिरोबाट ऊ अहिले यस्तो भएको छ। उसको कन्फिडेन्स पहिला कस्तो थियो, अहिले कस्तो छ, किनभने हामी सिन्स कलेज फ्रेन्ड भएको र आई नो हिम भेरी वेल। र यो कुरामा चाहिँ मलाई आज चाहिँ हाम्रो फ्रेन्ड्स, हाम्रो भ्युअर्सहरूलाई चाहिँ देखाउनु मन थियो कि सुरेन्द्रको भित्र मनमा कस्तो छ, उसले के अचिभ गर्यो भन्ने कुराहरू। र आज मलाई लाग्छ एकदमै सक्सेस भएको यो कुराहरू देखाउनुको लागि। र यस, थ्याङ्क यू सो मच सुरेन्द्र। आज तिमीले यस्तो मन खुलेर तिमीले सबै एक्सपिरियन्सहरू सेयर गर्न सक्यौ होइन। आई फिल सो प्राउड अफ यु होइन, सुपर डुपर प्राउड भनौँ न तिम्रो एज अ साथी। म चाहिँ पहिला म बिजनेस पार्टनर्स अर मेन्टर भन्दा पनि म चाहिँ फर्स्टमा चाहिँ म मेरो साथी भन्न चाहन्छु, किनभने हामी चाहिँ साथीबाट सुरु गरेको यो रिलेसन्स अहिले आएर बिजनेस पार्टनर्समा अहिले कन्भर्ट भएको छ। र यो कुराले गर्दाखेरि चाहिँ आई फिल सो ब्लेस्ड टु ह्याभ दिस बिजनेस इन माई लाइफ। यो बिजनेसले गर्दाखेरि मैले आफ्नो साथीलाई बिजनेस पार्टनर भन्न पाएकी छु र यति राम्रो राम्रो मान्छेहरू कनेक्ट गर्न पाएकी छु। सो ब्लेसफुल। अनि जति पनि हाम्रो फ्यामिली मेम्बर्स हुनुहुन्छ हाम्रो विनिङ इगल्समा, हाम्रो ड्रिम टिममा यस्तो सपोर्टिभ कम्युनिटी होइन, सबैजनालाई चाहिँ म एकदमै थ्याङ्कफुल हुन चाहन्छु र भन्न पनि चाहन्छु थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। र सुरेन्द्र सबभन्दा सुरेन्द्र गो अहेड। सबभन्दा पहिला चाहिँ म होइन यहाँनिर अनुको लाइफमा बोलाएकोमा चाहिँ एकदम थ्याङ्कफुल छ होइन, एकदम थ्याङ्क यू भन्न चाहन्छु होइन। मेरो साथी, मेरो मेन्टर है, सब थोक मेरो गार्जेन जस्तै मान्छे हो है, मेरो गार्जेन भनौँ न। जब म डाउन फिल भएको बेलामा चाहिँ मलाई कल गरेर चाहिँ के गर्दैछौ, कसो गर्दैछौ, अनि म हल्का बिरामी भएको बेलामा मेडिसिन खायो कि खाएन, खाना खायो कि खाएन, पानी तताएर खायो कि खाएन, फ्रुट्सहरू खायो, कसले भन्छ त्यो अहिलेको जमानामा है। सो भेरी थ्याङ्क यू भन्न चाहन्छु होइन। अनि यो हाम्रो यस्तो कम्युनिटी छ होइन, जुन चाहिँ अब बिजनेस भन्ने बित्तिकै पहिला चाहिँ अब सोच्थेँ कि म कम्पिटिसन, हामीले एउटा कफी सप खोल्यौँ भने एउटा त्यसकोमा मान्छे गयो भने अब त्यसकोमा गयो, अब त्यसलाई अफर गरेर हुन्छ कि डिस्काउन्ट गरेर हुन्छ कि मेरोमा तर यहाँभित्र हाम्रो बिजनेसमा चाहिँ यस्तो कम्युनिटी छ जस एकले अर्कालाई चाहिँ हेल्प गरेर माथि बढाउने काम गर्छ। एकदम थ्याङ्कफुल छु म यसको लागि चाहिँ, हृदयदेखि नै भनेर भन्न चाहे मैले चाहिँ होइन।
अझै पनि अब लास्ट पनि अब के अरे अझै पनि म पर्फेक्ट त छैन, तर एकदम पढ्ने प्रोसेसमा छु के, प्रोग्रेसमा भनौँ न है। सो एकदम थ्याङ्कफुल छु है। सबभन्दा मेन कुरा चाहिँ अब अनुको लाइफमा बोलाएर यो अपर्च्युनिटी दिनुभयो मलाई होइन, दिएकोमा चाहिँ एकदम थ्याङ्कफुल छु है म। मोस्ट भन्न वेलकम, चाहिँ मैले अहिले चाहिँ मोस्ट वेलकम। अनि मेरो इन्भिटेसन पनि तिमीले चाहिँ वान टाइममै तिमीले एक्सेप्ट गरेर यस भन्थ्यौ, त्यो नै मेरो लागि ठुलो कुरा हो है। ल थ्याङ्क यू सुरेन्द्र। अनि आज चाहिँ हामीलाई यति धेरैजनाले हेर्न आउनुभएको छ सुरेन्द्र, सबैजनाले कमेन्ट लेख्नु भएको छ। सो बिफोर हामी यो हाम्रो लाइभ ऱ्याप अप गर्नुभन्दा अगाडि म चाहिँ यहाँ कमेन्ट रिड गर्न चाहन्छु ल। सो हाम्रो चाहिँ यहाँ लक्ष्मी कास्टेन्सियो लेख्नु भएको छ, थ्याङ्क यू सुरेन्द्र जी फर सेयरिङ सच इन्सपायरिङ स्टोरी भन्नुभएको छ लक्ष्मीले। थ्याङ्क यू लक्ष्मी, थ्याङ्क यू सो मच। अनि त्यस्तै गरी हाम्रो शर्माले लेख्नु भएको छ, हेलो दी वाचिङ लाइभ फ्रम भुटान भन्नुभएको छ, थ्याङ्क यू सो मच प्रेम भाइ फर जोइनिङ आवर लाइभ है। त्यस्तै गरी हाम्रो कर्म याङजुमले लेख्नु भएको छ, watching live from Perth, so inspiring भन्नुभएको छ, thank you so much कर्म for joining our live है। अनि त्यस्तै गरी हाम्रो नेपाल ममिता सम्झनाले लेख्नु भएको छ, watching from Japan, Tokyo, thank you so much sis for joining our live है। त्यस्तै गरी हाम्रो सङ्गीता लिम्बू एन्ड सिओले लेख्नु भएको छ, I do feel the same, this platform is amazing and I get to learn so much every day। yes सङ्गीता sis, definitely है। सबैजना एउटै हो, सबैजना स्क्रच लेभलबाटै आएर अहिले यति ग्रो अप भएको छौँ, यति धेरै कुराहरू सिक्न पाएको छौँ। सो वी अल आर सो ब्लेसफुल टु ह्याभ दिस बिजनेस इन आवर लाइफ है। सो त्यस्तै गरी हाम्रो कैलाशजीले चाहिँ आइएम सिङ्गल भन्नुभएको छ। कैलाशजीले चाहिँ होइन, यो चाहिँ हाम्रो एउटा भनौँ न एकदमै बिजनेसको टक भइरहेको छ। सो आई डोन्ट नो हाम्रो कैलाशजीले चाहिँ के लेख्नु भएको है। ओके, सो उहाँले चाहिँ जब खोजिराख्नु भएको रहेछ बाई द वे। अलराइटी, सो यो चाहिँ अब हाम्रो चाहिँ जब होइन, हामीले चाहिँ यो बिजनेसको बारे चाहिँ हामीले टक गरिरहेको छौँ, हाउ क्यान वी बी सेल्फ बिजनेस ओनर भनेर है। सो हजुरलाई धेरै धेरै धन्यवाद यो हेरिदिनु भएकोमा। अनि यस सुरेन्द्र, आज चाहिँ हाम्रो लाइफ एकदमै राम्रो भयो जस्तो लाग्यो। मलाई लाग्छ हामीले चाहिँ आफूले लागेको मनको कुराहरू चाहिँ मजाले सेयर गर्न पायौँ हाम्रो भ्युवर्सहरूलाई। कतिजना हामीसँग कनेक्टेड हुनुभएको छ होइन, किनभने चाहिँ यो भने चाहिँ नट अन्ली सुरेन्द्र, नट अन्ली मलाई होइन, हामी सबैजनालाई चाहिँ एउटा पढ्ने कुरो हो। हामी ह्युमन हो, सबैजनालाई यस्तो फिलिङ्स आउँछ, डर आउँछ होइन, सबै कुराहरू हुन्छ। र त्यही कुराहरूबारे चाहिँ आज हामीले धेरै बिजनेसमा भन्दा पनि आज चाहिँ हामीले हाम्रो पर्सनल ग्रोथ र ट्रान्सफर्मेसन्स र हाम्रो लाइफको बारे चाहिँ सेयर गऱ्यौँ, टक गऱ्यौँ होइन। किनभने कति बिजनेसको बारे मात्रै कुरा गर्ने होइन, यो सिस्टम के हो, कसरी वर्क गर्छ भन्ने कुरा त हामीले मोस्ट अफ द टाइम हामीले भिडियोजहरू बनाएर हालिरहेको हुन्छौँ भने चाहिँ आज चाहिँ हामी एज अ फ्रेन्ड, एज अ बिजनेसको सबै हाम्रो भनौँ न मेमोरिजहरू चाहिँ रिकल गर्दै आज चाहिँ यो लाइभमा सेयर गर्न पाउँदाखेरि एकदमै खुसी लाग्यो मलाई। अनि थ्याङ्क यू सो मच सुरेन्द्र, फेरि पनि हामी यसरी लाइभमा मेरोमा आइदिएकोमा। र बिफोर हामी यहाँ केही भन्न चाहन्छु सुरेन्द्र, हामीलाई हेर्नु भएको छ अहिले धेरैजनाले के भन्न चाहन्छ बिफोर हामीले लाइभ लिभ गर्नुभन्दा अगाडि। अनि यदि चाहिँ जो कोही चाहिँ यो बिजनेसको बारे बुझ्न चाहनुहुन्छ, हाम्रो सुरेन्द्र जस्तै यसरी होइन, अहिले पहिलाको जिरो कन्फिडेन्सदेखि अहिले यस्तो होइन कन्फिडेन्स बुस्टअप भएको छ होइन। तपाईँहरूलाई पनि यस्तै हुन मन छ, यो बिजनेसको बारे बुझ्न मन छ भने हाम्रो सुरेन्द्रसँग कनेक्ट गर्न सक्नुहुन्छ। र सुरेन्द्र आफ्नो वेबसाइट भनिदिँदै तिमीले चाहिँ होइन जाँदा जाँदै के भन्न चाहन्छौ अलिकति भनेर ल। फर्स्ट अफ अल त सबैजनालाई होइन हाम्रो लाइभ हेरिदिनु भएकोमा थ्याङ्क यू भन्न चाहन्छु होइन, थ्याङ्क यू भन्दै है। यदि तपाईँहरू पनि केही गर्न चाहनुहुन्छ र स्टक भएर बसिराख्नु भएको छ भने टेक एक्सन भन्न चाहन्छु म चाहिँ। तपाईँले आफूले आफूलाई होइन स्ट्रङ बनाएर चाहिँ आफ्नो माइन्डसेट पोजिटिभ गरेर चाहिँ तपाईँ एउटा एक्सन लिनुभयो भने चाहिँ अवश्य पनि तपाईँको लाइफ चेन्ज हुन्छ भनेर चाहिँ म भन्न चाहन्छु होइन। यदि तपाईँहरू त्यस्तै चाहनुहुन्छ भने चाहिँ
तपाईँहरूले चाहिँ होइन डाइरेक्ट अब मेरो वेबसाइटमा गएर www.surendrathapa.com मा गएर पनि तपाईँ चाहिँ मसँग रिच आउट गर्न सक्नुहुन्छ। म चाहिँ तपाईँहरूको लागि चाहिँ हेल्प गर्नको लागि तयार छु है भनेर चाहिँ म भन्न चाहेँ मैले है। सो थ्याङ्क यू भेरी मच अनु है। फेरि पनि म भन्न चाहन्छु थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। अलराइट, यस सुरेन्द्र है। सो हजुर सबैजनालाई चाहिँ हाम्रो लाइभ हेरेर सपोर्ट गरिदिनु भएकोमा हजुर सबैजनालाई चाहिँ थ्याङ्क यू सो मच। यदि तपाईँहरू नेपालबाट हेरिराख्नु भएको छ भने ह्याभ अ ग्रेट डे। त्यस्तै गरी साउदी अरेबियाबाट हेरिराख्नु भएको छ भने ह्याभ अ ग्रेट डे। र न्युयोर्क युएसमा हुनुहुन्छ भने चाहिँ हजुर सबैजनालाई चाहिँ ह्याभ अ ग्रेट नाइट भन्दै यो लाइभ एन्ड गर्न चाहन्छु। हस् त, नमस्ते, थ्याङ्क यू एन्ड बाई नमस्ते, बाई। बाई बाई।